नमस्कार सम्पूर्णमा स्वागत छ यहाँहरूलाई बिहाइन्ड द फिल्म शोमा। म निरुता भट्ट र आजको हाम्रो एपिसोड निकै नै स्पेशल रहेको छ किनकि आज हामी ब्युटी ग्ल्यामरदेखि लिएर स्पिरिचुअलिटी र डिभोसनसम्मका कुराहरू गर्नेछौँ। हाम्रो साथमा हुनुहुन्छ निकै नै कुशल ब्युटिसियन कविता नेगी अयरज्यू। आउनुहोस् उहाँलाई स्वागत गरौँ। वेलकम। नमस्ते, थ्याङ्क यू सो मच। मेरो परिचय हजुरले भनिहाल्नुभयो, कविता नेगी अयर र मेरो चाहिँ यहीँ महेन्द्रनगरमा ललिता हेयर एन्ड ब्युटी होम भनेर पार्लर छ। अनि योलाई चाहिँ लगभग 20 वर्षै भयो। यो नामले चाहिँ मैले चलाइराखेको अरू काम चलिरहेछ। कस्तो चलिरहेछ काम? कतिको व्यस्त हुनुहुन्छ पछिल्लो समय? अहिले अब मैले महेन्द्रनगरमा मात्र हालेको चाहिँ पार्लर खोलेको चाहिँ हजुरको 5 वर्ष भयो र योभन्दा पहिला 6 वर्ष मैले युएमा जब गरे हो र त्योभन्दा पहिला चाहिँ हाम्रो 7-8 वर्ष झलारीमा थियो। मेरो चाहिँ घर झलारी नै हो। सो त्यहाँ मैले लगभग 8-9 वर्ष नै चलाएँ। त्यसपछि बिचमा म 6 वर्षको लागि बाहिर गएँ र त्यहाँबाट आएपछि फेरि सबै घरको प्रेसरले अथवा घरको बहिनीले श्रीमानले भनेर चाहिँ फेरि मैले महेन्द्रनगरमा खोले हो। नत्र मेरो सानो झलारीमै खोल्ने प्लान थियो, तर फेरि अलिकति उहाँहरूले चाहिँ होइन अब बाहिरबाट आएको एक्सपिरियन्स लिएर आएको भनेपछि अलिकति राम्रो ठाउँमा खोल न भनेर भनेपछि चाहिँ फेरि मैले महेन्द्रनगरमा खोलेँ। अनि उहाँले भनेअनुसारको अहिले व्यापार कतिको फस्टाइरहेछ? खुसी हुनुहुन्छ कि छैन? ठिक छ, उस्तै पनि म एकदमै सानो कुरामा खुसी हुने मान्छे हो। मलाई त्यो धेरै त्यो तामझाम खासै मन पनि पर्दैन। सानो कुरामा पनि खुसी हुने मान्छे हो म। अहिले भगवानको कृपाले भनौँ होइन, भगवानले साथ दिएरै भगवानको आशीर्वादले नै अहिले सोचेभन्दा एकदमै राम्रो छ। अनि जे होस् मार्केटमा कस्टमरहरूको माया प्रेम आशीर्वाद सबै पाइरहेको छु र भगवानले आउने दिनहरूमा पनि यसरी नै साथ दिनुहुन्छ भन्ने आशा छ। अनि ब्युटी फिल्डमा लागेको 20 वर्ष लाग्नुभन्दा पनि काम पसलै चलाएको? हजुर, पसलै चलाएको भनेको यो ललिता हेयर एन्ड ब्युटी होम चाहिँ दर्ता भएकै लगभग 20 वर्ष भयो। 20 वर्ष भइसक्यो। 20 वर्ष भन्दाखेरि निकै नै लामो समय हो नि त। लामो समयदेखि काम गरिराख्नु भएको छ। कतिको एक्सपिरियन्सहरू बटुल्नु भएको छ व्यापारलाई लिएर, राम्रो नराम्रो? यस्तो छ, यो काम चाहिँ मलाई एकदमै मनपर्ने काम हो होइन। यो चाहिँ म आफू 5 to 6 क्लास पढ्दादेखि नै गर्ने काम हो कि यो चाहिँ। मैले आइब्रो मिलाउने, हेयर कटिङ गर्ने होइन, मेहन्दी हामीहरू पिसेर ल्याउँथ्यौँ होइन त्यति बेला गाउँघरमा। अहिले त मेहन्दीको बोर्ड कस्तो छ भनेपछि स्टुडेन्टलाई सोधेपछि थाहा हुँदैन, तर त्यति बेला चाहिँ हामीहरू मेहन्दी ल्याएर पिसेर अनि त्यो हुन्छ नि माचिसको सिन्काले लगाउँथ्यौँ कि त्यति बेला। अनि त्यति बेला चाहिँ मलाई कस्तो हुन्छ भने गाउँघरमा बिहे हुँदाखेरि बोलाउनुहुन्थ्यो कि उहाँहरूले, ल मेहन्दी लगाइदेऊ भनेर चाहिँ बोलाउनुहुन्थ्यो। अनि इभन ब्राइडल नै रेडी गर्थेँ कि म त्यति बेला। अहिले मसँग आउने ब्राइडलहरू धेरै जस्तो त्यति बेला जसलाई मैले ब्राइडल बनाएको थिएँ नि, म 5-6 क्लासमा पढ्ने बेला जसलाई मैले ब्राइडल बनाएको थिएँ उहाँहरूको छोरीहरू आउनुहुन्छ कि अहिले। त खुसी लाग्छ एकदम धेरै त्यो देख्दाखेरि चाहिँ। कस्तो रमाइलो है। पहिला उहाँको मामुहरूलाई बेहुली बनाउनु भयो, अहिले उहाँको छोरीहरूलाई पनि बेहुली बनाउने सौभाग्य पाउनु। हजुर हजुर, एकदमै। 5-6 क्लासमा पढ्दाखेरिदेखि भन्नुभयो होइन, धेरै सानो उमेर। त्यति बेला सानो भन्दा नि कस्तो थियो भने क्लासमा म सबभन्दा ठुली थिएँ। एक त कस्तो भयो भने मेरो जन्म पहाड हो, अनि पहाडबाट यता आइएपछि अलिक ठुली भइसकेपछि नै म स्कुलमा भर्ना भयो नि त। अनि भर्ना भइसक्दाखेरि चाहिँ म क्लासमा उसरी सबैभन्दा ठुली नै थिएँ कि। अनि अलिकति अब भन्न त मिल्दैन होला कि, तर म ट्यालेन्ट पनि थिएँ अलिकति होइन। अनि मतलब कहीँनिर केही काम देख्ने बित्तिकै चाहिँ म एकदमै त्यसलाई चाहिँ एब्जर्भ गरिहाल्ने अनि अप्लाई पनि गरिहाल्ने कि। एब्जर्भ र एप्लाई चाहिँ एकदम छिटो गर्छु म। अनि ब्युटी फिल्डमै कसरी अट्र्याक्ट हुनुभयो त त्यति सानो उमेरदेखि? त्यो सायद भगवानले नै दिनुभएको कुनै त्यो हुनसक्छ नि होइन। भगवानले नै कुनै न कुनै मान्छेलाई एउटा स्पेसल चिज दिएरै पठाउनुहुन्छ कि भगवानले। सो मलाई लाग्छ त्यो स्पेसल चिज नै हुनुपर्छ। अनि मैले चाहिँ त्यति बेला इभन म काम गर्दै जाँदाखेरि पनि त्यति बेला गाउँघरमा काम गर्दै जाँदाखेरि पनि मैले सोचेको थिएन कि म कुनै पार्लर खोलेर यसरी काम गर्ला भनेर सोचेको थिएन। किनकि मेरो साथीहरू पनि भन्थे कि तिमी त पछि गएर पार्लर खोल्छौ भन्नुहुन्थ्यो क्या उहाँहरूले। तर मेरो कस्तो थियो भने पढाइ पनि एकदमै राम्रो हो त्यति बेला। म यता गोब्रिया श्रीनिला श्रेणी माविमा पढे हो 10 सम्म चाहिँ। अनि
त्यहाँ चाहिँ कस्तो थियो भने चाहिँ साथीहरू भन्नुहुन्थ्यो कि तिमी चाहिँ पछि गएर ब्युटिसियन हुन्छौ भनेर। त्यति बेला त ब्युटिसियन भन्थेनन् कि तिमी पार्लर खोल न कतै तिम्रो काम राम्रो छ भन्नुहुन्थ्यो कि। तर मलाई के लाग्थ्यो भनेपछि होइन मैले पार्लर त खोल्दैन होला, तर अब पढाइ राम्रो भएको हुनाले कुनै अरू केही चिज अरू नै गर्ने थियो सोच चाहिँ। तर अब भगवान्को त्यही त भगवान्को इच्छा बिना चाहिँ एउटा पत्ता पनि हिल्दैन भन्ने जस्तै हो। बिचमा के स्ट्रगलहरू आयो होइन। अनि त्यसपछि चाहिँ मैले चाहिँ यही जुन मैले एकदमै माया गर्ने काम छ नि, अहिले मेरो यही काम चाहिँ मेरो आफ्नो जीविकोपार्जन भएको छ। अनि अब यो काम भनेपछि फेरि म एकदमै माया गर्ने क्या, एकदम धेरै। मलाई केही चाहिँदैन, काम भएपछि मलाई सुत्न पनि चाहिँदैन, खाना पनि चाहिँदैन, केही पनि नभए पुग्छ। ब्युटी पार्लरमा मैले अरूलाई तयार गर्न पाएँ भने पुग्यो। अनि सानो छँदा चाहिँ म ब्युटिसियन हुन्छु भनेर सोचेको थिएन भन्नुभयो होइन। अहिले चाहिँ आएर फेरि त्यही फिल्डमा काम गर्नु पर्यो, तपाईँको बाध्यता के रहल? बाध्यता पनि थियो होइन। त्यति बेला चाहिँ कस्तो थियो भने सिचुएसन, मेरो पढाइ चाहिँ रोकियो होइन। बिहे भएपछि चाहिँ मेरो पढाइ रोकियो। पढाइ रोकिसकेपछि चाहिँ अब के गर्ने त भन्ने भयो नि त। के गर्ने त भयो भन्दाखेरि चाहिँ फेरि अब मैले श्रीमान इन्डिया हुनुहुन्थ्यो, उहाँसँगै गएँ। अनि त्यहाँ गएर चाहिँ उहाँले काम गर्ने एउटा ठाउँमा चाहिँ 3 महिनाको ब्युटिसियन कोर्स फ्रीमा सिकाइराखेको थियो। अनि मैले त्यहाँ जोइन गरेँ। जोइन गरिसकेपछि फेरि अलिअलि त्यहाँबाट सिकियो। अनि त्यसपछि ठ्याक्क मेरो नानु भयो। नानु भएपछि फेरि म ब्याक टु यहाँ नेपाल आएँ। नेपाल आइसकेपछि चाहिँ फेरि अब ब्याचलर मैले जोइन त गरेँ, तर बच्चासँग अलिकति त्यस्तो सोचे जस्तो भएन। अनि त्यसपछि फेरि मैले अब के गर्ने भन्दाखेरि म चाहिँ यो गर्न सक्छु कि भन्ने मलाई चाहिँ अलिअलि आइरहेको थियो, आँट चाहिँ आइरहेको थियो। अनि त्यसपछि मैले चाहिँ यहाँ महेन्द्रनगरमा पनि हाम्रो मनिषा दिदीको पार्लर छ नि, त्यहाँ जोइन गरेँ। अनि त्यहाँ सिकेँ। त्यहाँ सिकेपछि फेरि अलिकति हिम्मत गरेर अनि मैले चाहिँ झलारीमा एउटा सानो पार्लर खोलेँ। त्यति बेला मसँग पार्लर सिक्नलाई पैसा पनि थिएन। मलाई एकजना दाइले हेल्प गर्नुभएको थियो, हाम्रो यता पर्फेक्ट गिफ्ट सप छ नि, उहाँ चाहिँ मेरो मित दाइ हुनुहुन्छ कि। उहाँसँग मैले 5000 लोन मागेको थिएँ त्यति बेला। पछि मैले दिएँ उहाँलाई रिटर्न, भाउजूलाई दिएको थिएँ रिटर्न। अनि त्यसपछि चाहिँ मैले सिकेर अनि झलारी गएर फेरि एउटा सानो खोल्या हो। त्यति बेला त एकदमै सानो थियो, एउटा सिसा एउटा कुर्ची मात्र राखेर खोल्या हो त्यहाँ गल्लीमा। कति वर्ष पहिलाको कुरा? त्यो हो लगभग हजुरको त्यही 17-18 वर्ष अगाडिको कुरा हो। भनेको मेरो नानु जन्मेको 1.5-2 वर्ष भएको थियो। नानुलाई अहिले लगभग 19-20 भइहाल्यो। सानै उमेरमा बिहे गर्नुभयो? 19 वर्षमा। हजुर 19 वर्षमा बिहे भएको थियो मेरो। अनि त्यसपछि 1.5-2 वर्षमा नानु भइहाल्यो। अनि नानु भइसकेपछि त्यही स्ट्रगल त हाम्रो पहिलादेखि नै हो। स्ट्रगल त सानैदेखि हो। स्ट्रगलको बारेमै जाउँ अहिले। स्ट्रगल त मेरो एकदम सानो उमेरदेखि नै स्ट्रगल हो। किनभने हामी पहाडदेखि आयौँ। पहाडदेखि आइसकेपछि बुवा बेरोजगार होइन, अलिकति अब त्यस्तो पिउने सुने मान्छे होइन। अनि के गर्ने कहाँ जाने भन्यो। बुवाले पहाडबाट बेचेर आएको पैसा सबै त्यो उसमै उडाइदिनु भयो होइन, खाएर यताउता गएरै भयो। अनि हामी 3 जना भाइ बहिनी छौँ। अनि त्यसपछि चाहिँ अब यहाँ कहाँ बस्ने त, अर्काको घरमा फेरि अधिया गरेर। कहाँ छ अधिया? ऐछुरको हाम्रो त्यो खैरेनीको त्यहाँ त्यो त्यति बेला खाली थियो। त्यो खैरेनीको त्यो उतापट्टिको फिल्ड सबै खाली थियो। त्यहाँ एउटा सिङ्गल घर थियो। हामी सुरुमा त्यहीँ बसेका थियौँ। अनि त्यहाँबाट लिएर हामी त्यो गुल्मो छ नि, गुल्मोमा बस्यौँ। त्यसपछि यता तल्लो गोब्रिया, मल्लो गोब्रिया, मल्लो गोब्रिया, मल्लो गोब्रिया, मतलब यो जति पनि छ नि हाम्रो यो महेन्द्रनगर एरिया लगभग सबै ठाउँ बसियो होला। त्यही भएर सबै चिनिन्छ क्या, सबैले चिन्नु पनि हुन्छ। अनि जस्तो मेरो पुरानो साथीहरू अनि आन्टीहरू धेरैजना दाईहरू अनि चिन्नुहुन्छ क्या उहाँहरूले। अनि उहाँहरूकै मायाले गर्दाखेरि अहिले मैले अब तपाईँहरूसँग बोल्ने यस्तो भनौँ न मौका पाइरहेको छु भनेपछि उहाँहरूकै आशीर्वाद हो, उहाँहरूकै माया होइन। अनि त्यो थियो। त्यसपछि के पनि थियो भने चाहिँ हाम्रो त्यति बेला चाहिँ हाम्रो दिहाडी मजदुरी गरेर खाने होइन। अनि अब त्यति बेला 30-40 रुपियाँ मिल्थ्यो। दिनभरि रोपाइँ गऱ्यो भने 30-40 रुपियाँ मिल्थ्यो। अनि त्यसपछि त्यो गर्नलाई हामी कहाँ पुग्थ्यौँ। यहाँ बस्थ्यौँ हामीहरू गोब्रिया। बिहेभन्दा पहिलाको यो त यहाँ बस्थ्यौँ हामी तल्लो गोब्रिया। अनि मल्लो गोब्रिया कहाँ उता ऐठुर हल्दुखाल जान्थ्यौँ कि, त्यहाँ इन्डियनहरू धान रोप्न आउँथ्यो नि त, उनीहरू अलिक मजदुरी बढी दिन्थे कि। अनि हामीहरू त्यहाँ जान्थ्यौँ।
अनि त्यस्तो त्यस्तो पनि गरियो होइन। अनि त्यसपछि हाम्रो सँगसँगै यो काम पनि हुन्थ्यो, त्यो जुन मैले भने नि ब्युटिसियनको काम पनि गर्थेँ सानै छँदाखेरि। अनि त्यसपछि तपाईँको गर्दै जाँदाखेरि मेरो स्कुल पढ्दाखेरि पनि त्यस्तो एकदमै हामी होइन त्यो फिस तिर्न सक्ने स्थिति थिएन कि हाम्रो। इभन यति पनि हाम्रो मैले मम्मीले गर्दाखेरि हो होइन, अलिकति त्यो गुजारा हुने भनेको त्यति बेला, नत्र त अरू कुनै केही स्रोतै थिएन कि हाम्रो, आर्थिक कुनै स्रोतै थिएन कि हामीले लेबरी गर्नु बाहेक अरू कुनै त्यति बेला उ थिएन कि। अनि त्यसपछि स्कुलमा पढ्दाखेरि पनि मेरो पढाइ राम्रो भएको हुनाले सरहरूले छात्रवृत्ति हालिदिने होइन। अनि त्यसपछि विभिन्न तालिमहरूमा अब त्यो भत्ताहरू आउँथ्यो नि त, त्यसमा हालिदिने गर्नुहुन्थ्यो कि। अनि स्कुल पढ्दाखेरि पनि मैले एकदमै सहयोग पाएँ सरहरूको, एकदम धेरै सहयोग, एकदमै धेरै। एकजना हाम्रो सोमराज जोशी सर हुनुहुन्छ, उहाँले चाहिँ यति धेरै माया गर्नुहुन्थ्यो नि, बोलाएर ट्युसन पढाउने होइन। अनि त्यसपछि के भन्छ हाम्रो हामीहरू दुध बेच्थ्यौँ कि त्यति बेला यहाँ बागवानीमा। म जान्थेँ कि त्यहाँ दिनलाई सरलाई। अनि सर के भन्नुहुन्थ्यो भने तिमीलाई अप्ठ्यारो लाग्छ भने चाहिँ तिमी यहाँ मलाई दुध लिएर आउँदा हुन्छ, अब हुन्छ नि पैसा दिनलाई हुँदैन भनेर मलाई पनि अप्ठ्यारो लाग्थ्यो नि त। अनि सर भन्नुहुन्थ्यो कि तिमीलाई अप्ठ्यारो केही मान्नु पर्दैन, त्यस्तो लाग्छ भने पनि दुध लिएर आऊ मेरो भन्नुहुन्थ्यो कि। अनि म सरलाई पनि दिन्थेँ कि त्यहाँ। अनि सरलाई सम्झिँदा चाहिँ मलाई एकदमै लाग्छ सरको त्यो जुन सहयोग छ नि त्यति बेलाको, धेरै गर्नुभयो मेरो लागि सरले, उहाँलाई चाहिँ एकदमै सम्झिन चाहेँ मैले। अनि यस्तै जे होस् पढाइ चाहिँ मेरो निङ्ला सैनिक स्कुलमा चाहिँ एकदमै सर म्यामहरूले चाहिँ एकदमै हेल्प गर्नुभयो। म्यामहरू चाहिँ उसको मेरो आर्थिक अवस्था अलिकति होला भनेर चाहिँ आफ्नो बच्चाहरूलाई ट्युसन पढाउनु बोलाउनुहुन्थ्यो क्या त्यति बेला। अनि त्यसरी हेल्प गर्नुभयो। अनि कोही सर त्यहाँबाट बिदाई भइरहेछ भने चाहिँ मेरो लागि अलगै त्यो खाममा के पैसा हालेर छोडेर जानुहुन्थ्यो क्या, त्यति माया गर्नुहुन्थ्यो क्या। त्यो एकदमै सम्झिँदाखेरि चाहिँ थ्याङ्क यू सो मच हजुरले त्यो सम्झना गराइदिनु भयो हजुरहरूले होइन। अनि त्यसपछि मैले 10मा पढ्दाखेरि एसएलसी दिइसकेपछि मैले श्रेष्ठ केबुल छ नि, श्रेष्ठ केबुलमा पनि जब गरेँ। महिनाको 1000 रुपियाँ थियो त्यति बेला। अनि महिनाको 1000 रुपियाँ मैले त्यहाँ पनि जब गरेँ होइन। त्यसपछि बिहेको कुरा चाहिँ अलि छिटो निस्क्यो। बुवा अलिकति अब उहाँको पनि सायद बाध्यता हुनसक्छ होइन, उहाँलाई अहिले दारू खानुहुन्थ्यो, मैले त्यही भएर गरिदिनु भयो भन्न त मिल्दैन, तर उहाँको पनि सायद बाध्यता थियो। अब हामीसँग केही छैन होइन, छोरीलाई छिटो बिहे गर्न पाए हुन्थ्यो भने जस्तो सायद अहिले आएर मैले बुझिरहेको छु क्या, कि सायद त्यही भएर बिहे गरिदिनु भएको थियो कि उहाँले छिटो जबरजस्ती होइन, नाइ भन्दा भन्दै होइन गर्नै पर्छ भनेर त्यो एकदमै ढिपी गरेर अनि बिहे भयो, त्यहाँसम्म चाहिँ भयो होइन। अनि अब अहिले हामीले सोच्दाखेरि त्यो बेला हामीलाई गर्ने बेला यो हाम्रो स्ट्रगल हो भन्ने हुँदैन कि फिलै हुँदैन। अहिले पनि त्यस्तो लाग्दैन बहिनी मलाई चाहिँ होइन, स्ट्रगल गरे हौँ भने जस्तो लाग्दैन। त्यो चाहिँ जीवनको एउटा पार्ट हो होइन, सबैको लाइफमा चाहिँ यो हुन्छ कुनै न कुनै त्यो भनौँ न कुनै न कुनै रूपमा चाहिँ सबैले स्ट्रगल गरिरहेको हुन्छ कि आफ्नो आफ्नो हुन्छ। म पनि हजुरसँग रिलेट गर्छु के। अब त्यो हजुरको जतिको स्ट्रगल नभए पनि म पनि सानै छँदाखेरिदेखि बेहुलीहरू रेडी गर्ने, म पनि मेहन्दी लाउने, मम्मी के अरे तिजहरूमा आन्टीहरू मम्मीहरू सबैको। तर मैले फ्युचरमा गएर अहिले पनि म पनि हजुर जस्तै अब सानोतिनो ब्युटिसियन फिल्डमै छु नि त। मैले कहिल्यै सोचेको थिएन कि म मेरो पेसा ब्युटी सेक्टर हुन्छ भनेर, ब्युटिसियन हुन्छु भनेर कहिल्यै सोचेको थिएन। त्यो जुन भन्नुभयो नि त भगवानको इच्छा, सायद मेरो पनि भगवानको इच्छा चाहिँ हुन्छ होइन। भगवानले त प्लान गरे हुन्छ, प्लान फेरि भगवानको कस्तो हुन्छ भनेपछि स्पेसल प्लान हुन्छ के भगवानको। हामीले एउटा ट्रस्ट नगरेर मात्र हो होइन, तर भगवानले चाहिँ एकदमै कहिले पनि आफ्नो भनौँ न, भगवानले त हामीलाई स्पेसल पठाउनु भयो नि त होइन। भगवानले त मानव जीवन नै हामीलाई ल केही गर्नुहोस् भनेर पठाउनु भयो नि त। उहाँले हामीलाई स्पेसल बनाउनु भएको छ भनेपछि उहाँले हाम्रो लागि केही न केही स्पेसल प्लान पनि गर्नुभएको हुन्छ के, हुँदो रहेछ भनेर अहिले आएर मलाई पनि लाग्छ त्यस्तो कि उहाँको भनौँ न उहाँको प्लान बिना चाहिँ केही हुँदैन। हाम्रो प्लान एउटा हुन्छ, हामी आज एउटा प्लान गरेर हिँडेका हुन्छौँ, भोलि त्यो
अर्कै भइदिन्छ नि। त्यही त। तपाईँसँग पनि भयो होला यस्तो? धेरै ठाउँमा नि फेरि हुन्छ। कति कुरामा फ्रस्ट्रेट भइने, हे मैले सोचेको जस्तो किन भइरहेको छैन कि मेरो लाइफमा मात्रै किन यस्तो हुन्छ भन्ने कुरा पनि। अब मेरो पनि हेर्दाखेरि मेरो फ्युचर मैले जुन हिसाबले सोचेको थिएँ त्यो छुट्टै के, मेरो पाटै छुट्टै थियो। कहाँबाट घुमेर यहाँसम्म पुगेँ आफैलाई थाहा छैन। अहिले आएर हेर्दाखेरि चाहिँ राम्रो लाग्छ, खुसी लाग्छ, जे गरिरहेको छु राम्रो छ मेन कुरा त्यही भन्ने हुन्छ। अहिले आएर सोच्दाखेरि चाहिँ राम्रो भइरहेछ भन्ने हुन्छ। त्यो बेला हेर्दाखेरि मैले सोचेको जस्तो किन भइरहेको छैन भनेर एकदम धेरै नि फ्रस्ट्रेट भइने। अनि अहिले आएर हजुर पनि भन्नुहुँदैछ भगवानको कृपाले हो यति कुराहरू बुझ्नु हुँदैछ होइन। अनि आध्यात्मतिर भगवान यस्तो ब्युटिसियनमा लागेको मान्छे अनि यो भगवानप्रति चाहिँ कसरी जोडिनु भयो? होइन भगवान त यस्तो भगवानसँग त मलाई फेरि जिटिङ हुन्छ भगवान कुरा गर्ने बित्तिकै होइन। भगवानसँग त यस्तो हो न, अब जोडिनु पर्दैन, हामी सबै जोडिएको हुन्छ क्या होइन। जोडिन चाहिँ हामी सबै जोडिएका छौँ, तर अब कुन तरिकाले जोडिएका छौँ भन्ने हो क्या। भगवानले हामीलाई भन्नुभएको छ नि यस्तो गर्नुहोस् यस्तो नगर्नुहोस् है, यस्तो गर्नुभयो भने तपाईँलाई अप्ठ्यारो हुनसक्छ भनेर पनि त हामीलाई चेतावनी दिया हुन्छ नि त। हामीहरू कुनै पनि कामै गर्दाखेरि पनि हामीलाई लाग्छ नि यो काम गरौँ कि नगरौँ, गरौँ कि नगरौँ, हुँदैन? कुनै हुन्छ नि कहीँनिर हामीले केही सामानै बेच्दाखेरि पनि भनौँ न कि यो सामानमा भनौँ कि नभनौँ भन्ने लाग्दैन होइन। किनभने त्यहाँनिर हामीले सही कुरा बोल्नुहोस् भनेर त भगवानले भन्नुभएको छ हामीलाई, तर हामी आफू जान्ने भएर चाहिँ त्यहाँ के पंगा गरेर उल्टाफुल्टा गर्छौँ, तर त्यसको नतिजा चाहिँ फेरि अलिकति रङै आउँछ नि त। सो भगवानमा जोडिनु अब पहिल्यैदेखि जोडिएकै हो भगवानमा त होइन। भगवानमा विश्वास भएर नै आज मलाई लाग्छ यहाँसम्म पुगे हो होइन। किनकि कस्तो भयो भने म अहिले भर्खर हो नि त एकदमै जोडिएको, अहिले भर्खर हो। ट्रस्ट भन्ने कुरा पहिल्यैदेखि हो। जस्तो म 6 वर्ष बाहिर बसेँ होइन, 6 वर्ष बाहिर बसेँ भनेपछि मलाई त्यहाँ एकदम कनेक्ट भयो क्या म भगवानसँग, एकदम धेरै। कसरी कनेक्ट भयो भन्दाखेरि जुन हाम्रो म्याम हुनुहुन्छ नि उहाँ चाहिँ मुस्लिम हो, उहाँको 6-7 जना स्टाफ मुस्लिम होइन, म एक्लै हिन्दू। अनि त्यो देखेर पनि म इन्सपायर भएको थिएँ कि मतलब एउटा भगवानप्रति चाहिँ कतिको आस्था हुनुपर्छ भनेर मैले उहाँबाट सिकेको थिएँ कि। भरोसा पहिल्यै थियो। म दुबई पुगेँ, युएईमा पुगेँ, दुबईमा काम गरेँ मैले, भगवानको कृपाले नै म पुगेँ त्यहाँ। तर त्यो लेभलको जुन विश्वास थियो नि त्यो विश्वास चाहिँ मैले उहाँहरूसँग बसेरै सिकेँ हो क्या। किनकि उहाँहरूको जुन एउटा आफ्नो धर्मप्रति होइन, आफ्नो भनौँ न कल्चरप्रति जुन माया प्रेम छ नि त्यस्तो हामीमा छैन क्या। त्यस्तो नियम हामी पालनै गर्न सक्दैनौँ। तर उहाँ भन्नुहुन्थ्यो क्या हाम्रो म्यामले चाहिँ पहिला काम सुरु गर्दाखेरि नै भन्नुहुन्थ्यो क्या, तिम्रो काम आजदेखि स्टार्ट हुन्छ, तर तिमीले पहिला आफ्नो भगवानको नाम जप गरेर मात्र तिमी स्टार्ट गर है भन्नुहुन्थ्यो क्या मलाई। त्यस्तो भन्नुहुन्थ्यो है, त्यस्तो भन्नुभएको थियो कि, त्यस्तो भन्नुहुन्थ्यो कि उहाँले। अनि त्यो भगवानको कृपाले गर्दा नै म त्यस्तो ठाउँमा पुगेँ हौँ जस्तो मलाई लाग्छ कि। मतलब अब बाहिर गएपछि त हुन्छ नि धेरै त्यस्तो ठाउँ पनि हुन्छ कि जहाँ यो वातावरणै पाउनुहुन्न तपाईँ कि एकदमै खतरा हुन्छ त्यहाँ। बाहिर मात्रै होइन नेपालमै पनि छ नि त्यस्तो होइन। अनि त्यस्तो भन्नुहुन्थ्यो क्या म्यामले कि तिमी आजदेखि काम स्टार्ट गर्दैछौ अनि हरेक दिन जब तिमी हरेक दिन जसो मानौ तिमीले कैँची समायो भने चाहिँ तिमीले त्यो कैँची समाउँदाखेरि चाहिँ तिमीले भगवानको नाम लिएर गर्नुपर्छ है। हामी त आफ्नो अल्लाहको लिन्छौँ तर तिमीले चाहिँ त्यो गर्नुपर्छ है भनेर चाहिँ उहाँले सिकाउनुहुन्थ्यो क्या हामीलाई। अनि त्यसपछि चाहिँ उहाँले त्यो नमाज पढ्दाखेरि होइन, कुरान पढ्दाखेरि उहाँहरूको पनि जपमाला हुन्छ होइन, त्यो हेर्दाखेरि चाहिँ अनि मलाई पनि त्यो गर्नुपर्छ भन्ने मतलब आफै लाग्यो क्या कि होइन हामीले पनि गर्नुपर्छ, जस्तो उहाँले गर्नुहुन्छ उस्तै हामीले पनि गर्नुपर्छ भनेर। फेरि म पनि काम नभएको बेला उहाँहरू चाहिँ काम नभएको बेला के गर्ने भनेपछि कुरान पढ्ने होइन, जप गर्ने त्यस्तो गर्नुहुन्थ्यो। अनि यो नमाजहरू पढ्ने गर्नुहुन्थ्यो। अनि म पनि फेरि भित्र रुमहरू कति बेला खाली भयो भने चाहिँ त्यहाँ गएर होइन, मसँग एउटा डायरी छ, मैले त्यसमा चाहिँ यति मोटो डायरी छ कालो, अनि त्यसमा चाहिँ मैले भगवानको नाम लेख्थेँ कि शिवजीको ओम नमः शिवाय ओम नमः शिवाय भनेर। त्यो डायरी मेरो 1 सालमा भरिएको थियो। अनि त्यसरी के मतलब त्यो लेभलको त्यहाँ ट्रस्ट हुन्छ कि उहाँहरूको चाहिँ। अनि त्यहीबाट चाहिँ मैले सिकेँ हो क्या, त्यहीबाट चाहिँ सिकियो भनौँ कि भगवानमाथि चाहिँ भरोसा गर्नुपर्छ। र भगवानको कृपाले गर्दाखेरि नै म 6 वर्ष युएईमा बसेँ होइन, आफ्नो मर्यादामा बसेँ हुन्छ नि। त्यस्तो दायाँ बायाँ त्यस्तो मैले 6 वर्ष त्यहाँ बस्दाखेरि पनि मैले आफ्नो कल्चर भुलेन होइन, आफ्नो वेशभूषा
त्यस्तो कुनै पनि चेन्ज ममा आएन कि भन्नु भौतिक रूपमा चाहिँ कुनै चेन्ज आएन भनेको त्यो पनि भगवान्कै कृपा हो, म त्यही मान्छु क्या। किनभने त्यहाँ गइसकेपछि अनेक किसिमको वातावरण हुन्छ होइन, अनेक किसिमको साथीहरू भेटिन्छ, तर भगवान्ले नै त्यहाँ बचाउनु भयो मलाई कि होइन तिमी चाहिँ यहाँ सेफ छौ, यहीँ बस। किनकि मलाई अपर्च्युनिटी अरू ठाउँ पनि आएको थियो कि त्यहाँ स्यालेरी कम थियो, अर्को ठाउँ आउनुहोस् न भनेर पनि भन्नुभएको थियो, तर त्यहाँ आफूलाई चाहिँ मलाई त्यहाँ सेफ फिल हुन्थ्यो कि, किनभने त्यहाँ स्पिरिचुअली हेर्दाखेरि चाहिँ एकदमै राम्रो माहौल थियो कि। अनि त्यसले गर्दाखेरि चाहिँ मलाई अझ भगवान्मा बढी ट्रस्ट भयो। अनि उहाँहरू जस्तो बिहान उठेर नमाज पढ्नुहुन्थ्यो भने म बिहान उठेर चाहिँ बसेर जप गर्थेँ। अनि जप गर्दै गर्दाखेरि यहाँ बच्चाहरूलाई सम्झिन्थेँ होइन, अनि भगवान्सँग प्रार्थना गरिन्थ्यो कि मेरो बच्चाहरूलाई म तपाईँको भरोसामा छोडेर आएछु, हेरिदिनु होला भनेर। त्यो टाइपको त्यो माहौल डेली हुन्थ्यो क्या। फेरि यहाँ बरु त्यतिको हुँदैन, तर त्यहाँ चाहिँ डेली हुन्थ्यो कि, त्यहाँ डेली गरिन्थ्यो कि। बच्चाहरू कति वर्षको छोडेर जानुभएको थियो? म बाबु त 2.5 वर्षको मात्र थियो, नानु चाहिँ 8-9 वर्षको थियो, 9 वर्षको नानु। विदेशिनु पर्ने स्थिति कसरी आयो भन्न खोजेँ हो कि म। स्थिति विदेशिनु पर्ने स्थिति कस्तो थियो भनेपछि मेरो अब मैले पार्लर खोलिसकेको थिएँ नि त झलारीमा, सानो एउटा सिसा राखेर साइडमा एउटा गल्लीमा सानो खोलेको थिएँ। शिवरात्रिको दिन खोलेको थिएँ। शिवजीमाथि एकदम ट्रस्ट गर्ने मान्छे हो म, एकदम धेरै शिवजीलाई एकदम धेरै ट्रस्ट गर्छु र उहाँको कृपाले नै हो क्या सबै कुरा भएको। चाहिँ मेरो लाइफमा जे पनि भएको छ सबै राम्रो नराम्रो सबै भगवान्को इच्छा त हो नि होइन, अनि सबै उहाँले नै गर्नुभयो। शिवरात्रिको दिन थियो मैले पार्लर खोलेको त्यहाँ। अनि त्यसपछि तपाईँको मैले लगभग चलाएँ 6-7 वर्ष। अनि नानुको बाबा पनि इन्डिया होइसिन्थ्यो नि त त्यति बेला, अनि घर आइसक्यो। घर आएपछि बिजनेस स्टार्ट गरेपछि उहाँले पनि 1-2टा काममा हात हाल्नुभयो, तर केही कारणवश चाहिँ अलिकति घाटा लाग्यो उहाँलाई। घाटा पनि फेरि कस्तो लाग्यो भनेपछि अलिकति साथीहरूसँग हिँड्यो अनि ढुकुटी सुकुटी खेलाइयो होइन, अनि त्यो ढुकुटीको पैसाहरू अलिकति यताउता मासिएर अनि लोन पऱ्यो क्या हामीलाई एकदम धेरै। अनि लोन परिसकेपछि चाहिँ अब कसरी गर्ने त होइन, लोन त हटाउनु पऱ्यो। लोन लिएर त अब ल कसरी बस्ने त होइन, बच्चाहरू छ, बच्चाहरूको टाउकोमा आउँछ पछि लोन। अनि यो लोन लिएर त म बस्न सक्दैन भन्ने भयो मलाई चाहिँ होइन। अनि अब त्यति बेलाको अहिलेको जुन ब्युटी फिल्ड छ नि त्यति बेला चाहिँ त्यस्तो यति धेरै थिएन, माग थिएन नि। अहिले त धेरै माग छ होइन, अहिले धेरै डिमान्ड छ। त्यति बेला त्यस्तो धेरै डिमान्ड पनि थिएन। अनि डिमान्ड नहुँदाखेरि त्यसले मात्र नपुग्ने जस्तो लाग्यो मलाई चाहिँ। अनि मैले भने एकचोटि म एकजना साथी थियो मेरो, अनि उसँग कुरा गरेँ। उसले भन्यो अहिले यसको चाहिँ यता पनि राम्रो छ स्कोप, हेर न त भन्यो उसले। अनि मैले भने अब हेल्प गरिदिन्छौ भने म आउँछु नि भने। ऊ यहीँ गोब्रियाकै हो, देवकी बोखरा भन्ने, मभन्दा जुनियर हो तर साथी नै भनौँ होइन। अनि उसले चाहिँ आफूले काम गरेको ठाउँमा चाहिँ कुरा गरिदियो म्यामसँग। अनि उहाँको कुरा सुन्दाखेरि चाहिँ मलाई ठिकै लागेर अनि मैले पासपोर्ट बनाएर अनि घरबाट पर्मिसन लिएर मैले भने यसरी हुँदैन, जानै पर्छ भन्ने हिसाबले चाहिँ म बाध्यता नै भन्नु पऱ्यो त्यहाँ। म रहरले चाहिँ बाहिर गएको होइन, र मलाई आफ्नो गाउँ ठाउँ समाज देश चाहिँ एकदमै सबैलाई लाग्छ, तर मलाई पनि एकदमै सबै जस्तै म पनि एकदमै धेरै माया गर्ने मान्छे हो। देश छोडेर गाउँ छोडेर समाज छोडेर यताउता जान मलाई पनि राम्रो लाग्दैन, तर त्यहाँनिर चाहिँ बाध्यता थियो। तर मेरो चाहिँ मनमा चाहिँ के थियो भनेपछि होइन म 2-4 वर्ष मात्र गर्ने हो, यो लोन हटाउनुसम्म मात्र गर्छु, त्यसपछि चाहिँ म ब्याक टु नेपाल नै हुन्छु, फेरि यतै केही गर्छु भनेर नै गएको। अन्त भगवान्ले त्यही गरिदिनु भयो। पर्मिसन लिएर गएँ भन्नुभयो होइन। पर्मिसन माग्दाखेरि पनि अब त्यो बेला, अहिले त गाह्रो छ, अहिले त गाह्रो छ, त्यो बेला पर्मिसन इजिली दिनुभयो त? पर्मिसन दिइहाल्नु, किन सिचुएसनै त्यस्तै थियो क्या त्यति बेला। या त उहाँले जानुपर्ने थियो होइन बाहिर, या त मैले जानुपर्ने थियो। त्यहाँनिर इजी के थियो भनेपछि मेरो हातमा सिप थियो नि त। मेरो हातमा सिप थियो त म चाहिँ काम सजिलै पाउन पनि सक्थेँ र जाने ठाउँ पनि सेफ थियो कि। सो उहाँले पनि म्यामसँग कुरा गरिरहेको थियो। अनि ल हुन्छ नि त भनेर उहाँले पनि इजाजत दिनुभयो र त्यसपछि चाहिँ गइयो त्यहाँ। अनि पछि त 2 वर्षपछि उहाँ पनि गइसक्यो। 2 वर्ष त यता बच्चा पनि हेर्न चाहियो नि त। अनि यता बच्चा उहाँले पनि हेर्छु, अनि मम्मीले, मेन त मेरो मम्मी, मेरो अहिलेसम्मको यो जति पनि स्ट्रगल पिरियड छ नि त्यसमा चाहिँ मेरो आमाले नै साथ दिनुभयो एकदम धेरै।
एकदम धेरै मेन्टली पनि होइन अनि शारीरिक रूपमा पनि अनि सबै कुरा चाहिँ मम्मीले नै गर्नुभयो। म अहिले जे छु मम्मीकै कृपाले गर्दा भयो क्या। मम्मीले भन्दाखेरि ठ्याक्क मलाई एउटा कुरा जोड्न मन हुन्छ लाग्यो हुन्छ होइन। भन न। अनि तपाईँको नाम चाहिँ कविता भन्नु अनि ब्युटी एकाडेमी चाहिँ तपाईँले ललिता हेयर एन्ड ब्युटी ब्युटी भनेर। हुन्छ हजुर। अनि ललिता चाहिँ कसको नाम? ललिता चाहिँ मेरो सासु आमाको नाम हो। उहाँ चाहिँ अहिले हुनुहुन्न, मैले पनि देखिनँ उहाँलाई। मेरो श्रीमान सानै हुँदाखेरि बित्नुभयो अरे उहाँ चाहिँ। अनि सुरुमा अब हाल्दाखेरि चाहिँ अब मेरो श्रीमान चाहिँ अब नदेखेर हो कि अब हुन त आमालाई त जसले पनि माया गर्छ नि त, एकदमै अट्याच हुनुहुन्थ्यो। अब उहाँको फोटो ब्यागमा हाल्ने होइन, पर्समा राखेर हिँड्ने अनि आफूले सुत्ने कोठामा चाहिँ अगाडि उहाँको फोटो राखेर देख्थेँ कि मैले। अनि त्यो देखेर चाहिँ उहाँसँग पनि कुरा गरेँ मैले कि यस्तो यस्तो गरौँ न त, मम्मीको नामले राखौँ भने। मलाई त त्यति बेलासम्म मम्मीको नाम पनि थाहा थिएन। अनि उहाँले चाहिँ ललिता भन्नुभयो उहाँले। अनि मैले भने ल ठिकै छ नि त, यही नामले खोलौँ भन्ने भयो। अनि कतिजनाले त होइन बितेको मान्छेको नाम राख्नु हुँदैन पनि भन्नु भयो। बितेको मान्छेको फोटो धेरै नराख्ने, उहाँको नामहरूले नयाँ कामहरू सुरुवात नगर्ने। अनि भनिसकेपछि चाहिँ फेरि हामीले त्यो उहाँकै आशीर्वादले त हो होइन सबै कुरा भइरहेछ अहिले। तर राम्रै भइरहेछ। उहाँको नामले गर्दाखेरि अहिले हामी चिनिया छौँ होइन। अनि भनेपछि राम्रै भइरहेछ। कविता म्याडम भन्दाखेरि पनि तपाईँलाई धेरै जसोले ललिता ललितै भनेर चिन्नुहुन्छ हजुर। मलाई पुरानो मेरो साथीहरू जो अब यहाँ गोब्रियामा जतिले पनि पहिला देख्नु भएको थियो स्कुलको साथीहरू, उहाँले चाहिँ कविता नै भन्नुहुन्छ। ललिता कसको नाम हो, तिम्रो छोरीको नाम हो भन्नुहुन्छ। अनि होइन यसो यसो हो भनेर भन्छु उहाँलाई म। त्यस्तो भएको थियो। अनि अहिले आएर व्यस्त लाइफ होइन, ब्युटीतिरै अब व्यस्त हुनुहुन्छ, व्यवसायतिर व्यस्त हुनुहुन्छ। अनि सँगसँगै भक्तिलाई पनि अगाडि बढाइराख्नु भएको छ। कसरी म्यानेज गर्नु हुँदैछ दुईटै कुरालाई? होइन भक्ति त यस्तो छ न, भक्ति त होइन रियलमा भक्तहरू हेर्दाखेरि त हामी केही पनि गर्दैनौँ होइन। हामी भक्त नै होइन क्या एक हिसाबले त। हामी अहिले आध्यात्ममा लागिरहेको होइन स्ट्रगल पिरियडमा छौँ क्या। स्ट्रगल भन्दा नि स्ट्रगल पनि होइन, यो स्टार्टिङ भन्दा नि हुन्छ क्या, स्टार्टिङ हो। अब यसलाई चाहिँ हामीले कतिको अँगाल्छौँ होइन, कतिको आफ्नो जीवनमा यसलाई उतार्छौँ भन्ने कुरा हो होइन। भक्त भन्न मिल्दैन मलाई है किनकि भक्त मैले देखाएको छु कि भक्त कस्तो हुन्छन् भनेर। भक्त उहाँहरूको अगाडि त हामी केही पनि होइन नानु, हामी केही पनि होइन क्या। भक्ति भन्ने कुरा अलगै हुन्छ नानु। यो त अब अहिले चाहिँ कस्तो छ भने भगवानको जुन कृपा छ नि भइराखेको छ। अनि त्यसले गर्दाखेरि एउटा विश्वास चाहिँ बढ्दै जाने चाहिँ हो। अनि कतिपय ठाउँहरूमा चाहिँ हामीलाई हाम्रो जुन स्ट्रगल पिरियड हुन्छ नि लाइफमा के हुन्छ होइन, त्यसमा चाहिँ हामीलाई एउटा धैर्य धारण चाहिँ गराउनुहुन्छ उहाँले। हामीलाई त्योसँग फेस गर्न चाहिँ हिम्मत दिनुहुन्छ होइन भगवान्ले। भनेपछि त्यो ट्रस्ट लेभल भएको हुनाले चाहिँ अहिले चाहिँ अब म स्टार्टिङ मात्र हो नानु होइन। भक्तिमा एकदमै लिप्त चाहिँ भएको छैन, अहिले स्टार्टिङ मात्र हो। यसमा पनि हाम्रो कस्तो छ भनेपछि नानुहरू होइन, अब यहाँ हाम्रो साहिल बाबुहरू उहाँहरू चाहिँ टाइममा आएर हामीलाई घचिटिराख्नुहुन्छ क्या। जस्तो उहाँहरूको उमेरदेखि नै हामीले धेरै कुराहरू जस्तो कुनै सम्प्रदायसँग जोडिन पाएको भए चाहिँ एउटा अलगै लेभलको हुन्थ्यो होला। तर हामी अलि ढिला जोडियौँ कि। अब अहिले भर्खर जोडियौँ भनौँ न। अहिले मैले कन्ट्री लगाएको पनि कति भयो हजुरको 3-4 महिना मात्र भएको छ होइन। लसुन प्याज छोडेको पनि अहिले हाम्रो लगभग 3-4 महिना भयो। त्योभन्दा पहिला लसुन प्याज खान्थेँ म। माछा मासु चाहिँ 10-12 वर्ष भयो म बाहिर हुने बेलै छोड्या हो माछा मासु चाहिँ। तर लसुन प्याज चाहिँ अहिले 2-3 महिना मात्र भएको छ क्या। सो यसलाई अब त्यस एकदमै भक्त चाहिँ नभनौँ मलाई होइन। म पनि आफ्नो डिप होइन ब्रेकडाउन भएको बेला नि भगवान्लाई सम्झिन्छु। अनि खुसी हुँदा पनि भगवान्लाई सम्झिन्छु। अनि मेरो मनमा भगवान् जसरी हजुरले नमः शिवाय भन्नुभयो नि त, भोलेनाथलाई एकदम धेरै सम्झिन्छु भन्नुभयो, मलाई मेरो मनमा चाहिँ फ्याट्ट आउने भने श्रीकृष्ण भन्ने हो होइन, हरिबोल यस्तै हो। तर म चाहिँ ननभेज हो फेरि म ननभेज हो। म भगवान्लाई पनि एकदम माया गर्छु गर्न चाहिँ।
अनि म ननभेज हो, मैले भगवान्लाई माया चाहिँ गर्छु, फेरि उहाँले मलाई स्वीकार्नुहुन्छ कि हुँदैन त उहाँको भक्तको हिसाबमा? होइन, यस्तो स्वीकार्नु त हुन्छ कि तपाईँको यसो तपाईँको त्यो कस्तो छ भन्ने कुरा कि तपाईँको चेतना कस्तो छ भन्ने कुरा हो कि होइन। तपाईँले कुन त्यो मनसायले पुकार्दै हुनुहुन्छ भन्ने कुरा हो कि। तर सकेसम्म चाहिँ माछा र मासु चाहिँ नखाएको राम्रो। किन भनेपछि हजुरको जस्तो अध्यात्ममा लाग्दाखेरि चाहिँ हामीले 4वटा कुराहरू चाहिँ त्याग्नुपर्छ अरे क्या। माछा मासु खान होइन, अवैध रिलेसनहरू, अनि तपाईँको जुवा तास, अनि त्यसपछि एउटा अर्को के थियो, 4वटा, यो 4वटा कुरा चाहिँ हामीले त्याग्नुपर्छ अरे। अनि बल्ल चाहिँ हामीले अध्यात्ममा अगाडि जानु छ भनेपछि होइन, अनि भगवानको माया पाउनु छ अथवा हामीले भगवानलाई माया गर्छौँ भनेपछि होइन, भगवानलाई माया गर्छौँ भनेपछि चाहिँ हामीले त्यो 2-4वटा कुरा जुन भगवानले हामीलाई नगर्नुहोस् भन्नुभएको छ त्यो कुरा चाहिँ हामीले गर्नु हुँदैन जस्तो लाग्छ। सकेसम्म हजुर पनि माछा मासु छोड्छु। त्यही पनि हजुर त कृष्ण प्रेमी होइन। म त अहिले हो हरिनाम, हामीहरू अहिले चाहिँ अब 3-4 महिना मात्र भयो नि त यो उसमा लागेको। हामी अहिले लास्ट टाइम वृन्दावन गएको थियौँ, मैले कन्ती त्यहीँ लगाएको थिएँ। हाम्रो श्रद्धेय प्रभुजी हुनुहुन्छ शुकदेव प्रभु, अहिले यहाँको हाम्रो इस्कनको सबै कुराहरू उहाँले नै हेर्नुहुन्छ र उहाँले नै मलाई यो कन्ठीमाला दिनुभएको थियो। अनि भनेपछि त्यो लगाएर त्यो छोड्दा चाहिँ हुन त अलगै फिल आउँछ। त्यो मलाई लाग्थ्यो कि पहिला के लाग्थ्यो भनेपछि होइन होला, खालि भन्छन् यो फिलिङको कुराहरू होइन, यस्तो गरेर के हुन्छ होला जस्तो लाग्थ्यो। तर हुँदो रहेछ कि त्यो आइसकेपछि चाहिँ त्यो लसुन प्याजतिर त्यो उनै नहुने होइन, अनि त्यो सङ पनि त्यस्तै हुनु पर्यो होइन, सात्विक भोजन हुनु पर्यो। अनि प्लस सँगै जस्तो साथीहरू हामीले चाहिँ जस्तो अहिले यहाँ हाम्रो इस्कन टेम्पल छ भनेर चाहिँ हामीले त्यहाँ गइराख्यौँ होइन, उहाँहरूको सङ्गत गरिराख्यौँ, उहाँहरूको विभिन्न कार्यक्रमहरू भइरहेको छ त्यसमा हामीले सरिक भइराख्यौँ भनेपछि यो क्षेत्रमा पनि अगाडि जान सकिन्छ। यो क्षेत्रमा अगाडि जानलाई चाहिँ हामीले सङ्घ चाहिँ छोड्नु हुँदैन भन्ने मात्र सिकाएको छु मैले अहिले, त्यति मात्र सिकाएको छु है नानु। अहिले चाहिँ मैले आध्यात्ममा तपाईँले अगाडि बढ्नु छ भनेपछि यो जुन भगवानको भक्तहरू छन् नि उहाँहरूको सङ्घ चाहिँ छोड्नु हुँदैन हामीले। उहाँहरूको सङ्घ भयो भने हामीहरू चाहिँ हाम्रो चाहिँ भगवानसँग चाहिँ प्रेम बढ्छ होइन। अनि उहाँले पनि हामीलाई त्यही किसिमको प्रेम गर्नुहुन्छ। भगवानले त सबैलाई प्रेम गर्नुहुन्छ, तर एउटा हामी त गर्दैनौँ नि त, हामी त्यो लेभलको प्रेमै गर्दैनौँ नि त भगवानलाई, एकदम एकदम। अनि दोष लाउँछौँ कि भगवानले मसँग मात्रै नराम्रो गर्नुहुन्छ भनेर दोष लाउँछौँ। हो त हामी आफ्नो गल्ती चाहिँ निहाल्दैनौँ। त्यहाँनिर भगवानले यस्तो किन गर्यो, कोही बित्यो भने पनि भगवानले यस्तो गरिदियो भनेर भन्छौँ नि त होइन। त्यो त अब त्यही बुझ्नलाई नै हामीले अध्यात्ममा आउनुपर्छ जस्तो लाग्छ कि। त्यो कुराहरू चाहिँ मैले अहिले आएर बुझेँ कि मान्छे मर्छ किन होइन, अनि मान्छेले स्ट्रगल किन फेस गर्छ, अनि त्यसपछि स्ट्रगल भएपछि पनि त्यसमा चाहिँ हामीले माथि उठ्नलाई के गर्नुपर्छ भन्ने कुराहरू चाहिँ मैले योबाट सिकेँ हो कि। यो भनौँ न यो अध्यात्मबाट चाहिँ मैले यो सिकेँ हो कि भगवानको पहिलेदेखि यो जुन हाम्रो छ नि यो प्रवचनहरू होइन, विभिन्न गुरुहरूको आउँछ नि त युट्युबहरूमा, उसमा चाहिँ अनि त्यो कुराहरूबाट पनि इन्सपायर भएर चाहिँ त्यो स्ट्रगल पिरियडमा चाहिँ हामीले कसरी लड्नुपर्छ होइन, आफूलाई कसरी एउटा स्थिर राख्नुपर्छ भन्ने कुराहरू चाहिँ त्यहाँबाट पनि सिकिन्छ। र अहिले आएर चाहिँ धेरै कुराहरू चाहिँ जस्तो हामी बिहान मङ्गल आरती जान्छौँ होइन, त्यहाँ भागवतम हुन्छ, अनि त्यहाँबाट कति कुराहरू सिकिन्छ के, धेरै कुराहरू सिकिन्छ। अनि अहिलेको युथहरू छ धेरै जसो मान्छेहरू डिप्रेसन एन्जाइटीको पनि शिकार भइरहेछ। युथहरूले पनि भगवानप्रति आस्था राख्नुपर्ने कतिको जरुरी छ, कसरी एन्जाइटीलाई हिल गर्छ? एकदमै धेरै नै, एकदमै धेरै के। जुन अहिले हाम्रो महेन्द्रनगरमा अहिले इस्कन सेन्टर खोल्या छ, हरे कृष्ण भनेर पनि चिनिन्छन् होइन, हरे कृष्ण भनेर पनि चिन्नुहुन्छ धेरैजनाले। र उसरी यो चाहिँ इन्टरनेसनली चिन्नु पर्दाखेरि चाहिँ इस्कन भनेर छ। अनि यसमा चाहिँ धेरै जसो युथहरू नै छन् कि, धेरै जसो युथहरू नै छन् नि। अब जस्तो भनौँ मेरै छोरी छ होइन, साहिल बाबु नै हुनुहुन्छ होइन, अनि अर्को एकजना भाइ हुनुहुन्छ भनेपछि उहाँहरू युथ नै हो क्या। साहिल बाबु देख्नु भएन पहिला माछा मासु बिना खाना नखाने मान्छे होइन, भनेपछि अहिले चाहिँ केही पनि खानुहुन्न
अनि मेरो नानु पनि राम्रो राम्रो रेस्टुरेन्टमा गएर त्यो चिकन ललिपप त्यो खाने मान्छे हो होइन, भने खानामा एकदम सकिन मान्छे हो मेरो छोरी पनि। उसले पनि 3-4 वर्षै भइहाल्यो नि त छोडेको। भनेपछि एकदमै जरुरी छ के यसमा आउनु। यसमा आउनाले चाहिँ तपाईँको हाम्रो यो अहिलेको एउटा कुरा त अहिलेको युथहरूको कस्तो पनि छ भनेपछि हजुरको यो मोबाइलले गर्दा सोसियल मिडियाले गर्दा नि लाइफ भनेको के हो थाहै छैन क्या उहाँहरूलाई। अहिले त्यो मोबाइल होइन अनि इन्जोय गर्लफ्रेन्ड बोयफ्रेन्ड त्यो बाहेक अरू केही पनि छैन नि त उहाँहरूको चाहिँ अहिले। तर यसमा चाहिँ के छ भने चाहिँ हामीले एउटा सुरुवातदेखि नै होइन लाग्यौँ भनेपछि चाहिँ धेरै कुराहरू चाहिँ हाम्रो नेगेटिभिटीबाट चाहिँ बच्न सकिन्छ क्या। धेरै नेगेटिभिटी हो चिन्न सकिन्छ होइन। म को हुँ भनेर चिन्नलाई पनि हामीले चाहिँ यो फिल्डमा चाहिँ जानुपर्छ जस्तो लाग्छ। आध्यात्ममा त उस्तै पनि सबैले जानै पर्छ होइन। किन भनेपछि जस्तो अहिले मेरो नानु छ, म ढुक्क छु नि त अहिले उहाँ इस्कनमा छ, उसलाई थाहा छ क्या मैले यो होइन क्राइटेरियाभन्दा बाहिर गयो भने चाहिँ राम्रो हुँदैन होइन, भगवान्ले मलाई सजाय दिनुहुन्छ अथवा मैले गरेको कर्मको फल चाहिँ मैले नै भोग्नुपर्छ भन्ने उसलाई अहिले धेरै कुराहरू रियलाइज हुन्छ क्या। अनि उसले मलाई पनि भन्छ क्या कतिपय कुराहरूमा म इमोसनल हुन्छु नि त, त्यति बेला चाहिँ उसले भन्छ कि होइन क्या मम्मी त्यो केही पनि होइन त्यो भनेर उसले मलाई सम्झाइराखेको हुन्छ क्या। त्यो तपाईँलाई त्यो भगवान्ले नै त्यस्तो गराउनु भयो हो, त्यो केही पनि होइन, त्यो आज हो भोलि हुँदैन भनेर उसले मलाई अहिले चाहिँ त्यस्तो टाइपको भनिराखेको हुन्छ कि। जस्तो अब साहिल बाबुहरू छन् उनीहरू पनि भनौँ न हामीहरूलाई सम्झाइराखेका छन् नि त अहिले। भनेको अहिलेको युथले चाहिँ जानु एकदमै आवश्यकता छ। अनि अहिले यहाँ महेन्द्रनगरको भाँसीमा हाम्रो इस्कन सेन्टर छ होइन, त्यहाँ जाने अनि त्यहाँको शनिबारको कार्यक्रमहरूमा होइन सहभागी भयौँ भनेपछि चाहिँ अहिले यहाँ धेरै बढिरहेछन्, धेरै भक्तहरू बढिराख्नु भएको छ। अनि त्यसमा पनि युथहरू छन् कि यो बढी एजको छँदै छैनन् त्यसमा हाम्रो 30 भन्दा तलको नै छन्। अनि धेरैजना आइराख्नु भएको छ, खुसी लाग्छ त्यो देखेर। अनि त्यसले चाहिँ उहाँहरूमा चाहिँ एउटा भनौँ न एउटा समाजमा एउटा राम्रो पोजिटिभ परिवर्तनको लागि पनि नि युथहरूले चाहिँ त्यसमा जोडिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। मलाई पनि मेरो पनि बाबु छ 3 वर्षको होइन, मलाई पनि अब मलाई मेरो बाबुको भविष्यको चिन्ता हुन थालिहाल्यो कि अहिलेको जेनेरेसन हेर्दाखेरि उसलाई पनि कसरी हामीले सही बाटोतिर लगाउने भनेर त्यो सोच्न थालिसकेँ कि म। हो नि अहिलेदेखि नै लाग्ने नानु, किनकि अहिलेदेखि नै लागेन भने हुँदैन। मेरो त त्यस्तो सिचुएसनै थिएन त्यति बेला। मेरो लाइफमा जति मैले तपाईँलाई भने त्यो आधा मात्र छ क्या, धेरै स्ट्रगल हो क्या मेरो लाइफको स्ट्रगल बहुत कडा छ, त्यो आधा मात्र भने मैले तपाईँलाई। अनि बच्चाहरूलाई चाहिँ टाइम दिनुपर्छ, मैले त टाइम दिन सकेन हेर्नु, किनभने म 6 वर्ष त उस्तै ग्याप भइहाल्यो। अनि त्यसपछि तपाईँको अहिले पनि म यता आएँ, पार्लर खोलेँ, पार्लरमै बिजी भइयो। अनि त्यसपछि नानु काठमाडौँ गयो, अनि इन्टर उतै भ्याइएर अहिले ब्याचलर जोइन गरेको छ उसले। अनि त्यसपछि अब बाबुको कस्तो भयो भने चाहिँ मोबाइलले गर्दाखेरि बाबुसँग पनि म त्यति इङ्गेज हुन नपाएर उसलाई चाहिँ मैले फेरि अहिले एपिएफको हस्टेलमा राखेको छु क्या। भनेपछि बच्चाहरूलाई चाहिँ सुरुदेखि नै आफूसँगै राख्ने त्यस्तो माहौल छ भनेपछि त एकदमै राम्रो हो। अब छैन भनेपछि पनि राम्रो वातावरण चाहिँ दिनुपर्छ। मिस हुन्छ त्यो टाइम, मैले एकदम धेरै मिस हुन्छ नि, एकदमै धेरै मिस हुन्छ त्यो टाइम। त मेन त्यही टाइम थियो कि मैले आफ्नो छोराछोरीलाई होइन भनौँ न आफ्नो सँगमा राखेर धेरै कुराहरू सिकाउने टाइम नै त्यही थियो। त्यो टाइममा म आफू यहाँ भएन होइन। अनि त्यसपछि मेरो मम्मीले नै सबै कुराहरू गर्नुभयो र अहिले आएर पनि जोस् भगवान्को कृपाले चाहिँ राम्रै बाटोमा छन् भन्नु पर्यो। अब पछिको थाहा छैन के हुन्छ होइन, भगवान्ले के प्लान गर्नुभएको छ त्यो भगवान्लाई थाहा छ। तर जोस् उहाँले जति जे गर्नुभएको छ धेरै गर्नुभएको छ क्या। जुन कुराको तपाईँले पहिला कल्पना पनि नै मैले यो कुराको कल्पनै गरेको थिइनँ कि भनौँ मलाई पनि कोही चिन्ला होइन, म सामान्य ब्युटिसियन होइन, अब कसले चिन्छ र मलाई भने जस्तो अहिले पनि लाग्छ। म त्यस्तै एकदमै चिनिने त्यो हुन्छ नि त्यो हाइलाइट हुने मान्छे चाहिँ होइन। तर कस्तो भयो भने अहिले सोच्दाखेरि चाहिँ मतलब एउटा फिल्डमा चाहिँ तपाईँले टाइम दिनुभयो भने चाहिँ कुनै न कुनै चाहिँ तपाईँलाई सक्सेस मिल्छ अथवा तपाईँलाई फाइदा हुन्छ
भन्ने कुरा चाहिँ मलाई आफैलाई लाग्छ के जस्तो 20 वर्ष भयो मैले यो काम गरिरहेको भनेपछि अहिले चाहिँ आएर केही न केही मिलिरहेछ भन्ने मलाई पनि लागिरहेछ के सो अहिले बच्चाहरूलाई मैले राम्रो ठाउँमा पढाइरहेको छु होइन अनि हाम्रो लोन क्लियर भयो अनि त्यसपछि हाम्रो भनौँ न अब एउटा ललिता हेयर एन्ड ब्युटी होम भनेपछि सबैले एउटा राम्रो नजरले हेर्नुहुन्छ के होइन अनि अब महेन्द्रनगर कञ्चनपुरमा चाहिँ ललिता हेयर एन्ड ब्युटी होम भनेपछि सबैले माया गरिदिनुहुन्छ अनि सबैले एउटा एकदमै मायाको नजरले हेरिदिनुहुन्छ के त्यो भनेको चाहिँ मेरो लागि सबभन्दा त्यो एकदमै उपलब्धिको कुरा हो त्योभन्दा ठुलो त केही उनै भएन कि हाम्रो एउटा ललिता हेयर एन्ड ब्युटी होम चाहिँ एउटा भनौँ न पोजिटिभ रूपमा चिन्छन् सबैले भन्दाखेरि चाहिँ एकदमै खुसी लाग्छ अनि यत्रो वर्षदेखि स्ट्रगल गर्नुभयो 20औं वर्षदेखि ब्युटिसियन फिल्डमा काम गर्नुभयो होइन हामीले पनि ललिता हेयर एन्ड ब्युटी भनेर त एकदम राम्रै हिसाबले चिन्दै आइरहेको हो नि त हजुरलाई अनि यो सबै कुराको श्रेय भनौँ न हजुर आफ्नो भाग्यलाई दिनुहुन्छ कि मेहनत परिश्रमलाई दिनुहुन्छ कि होइन यो सबैको श्रेय त भगवान्लाई नै जान्छ होइन र प्लस मेरो आमा होइन जसले मेरो हरेक सिचुएसनमा साथ दिनुभयो त्यसमा चाहिँ अब धेरै साथ दिने मेरो फ्यामिलीको धेरैजनाले दिदी बहिनी भाइहरू होइन सबैले साथ दिनुभयो तर यो चाहिँ मेरो श्रेय भनेको भगवान् र मम्मी हो अनि साथसाथै मेरो श्रीमान पनि उहाँले पनि सायद अहिलेसम्म पछाडिबाट पुस नगरेको भए सायद म अहिलेसम्म यहाँ पनि हुन्थेन महेन्द्रनगरमा खोल भनेर उहाँले नै प्रेसर गर्नुभयो होइन अनि होइन त्यो महेन्द्रनगरमा होइन बरु काठमाडौँमा खोल भन्छु लाग्थ्यो तर मैले चाहिँ होइन आफ्नै गाउँठाउँमा गर्ने सानो गर्ने बच्चाहरू पनि सँगसँगै हुन्छ भन्ने हिसाबले मैले चाहिँ ल महेन्द्रनगर खोलाउन त महेन्द्रनगरमा फेरि मेरो चिना परिचय पनि थियो नि त पहिल्यैदेखि कलेज पढ्दाखेरि +2 गर्दाखेरि अनि प्लस हजुरको त्यो 10सम्म पढ्दाखेरिको सबै अब भने नि मैले तपाईँ यो महेन्द्रनगरको पुरै एरिया बस्या हो भनेपछि तल्लो गोब्रियादेखि मल्लो गोब्रियासम्म सबैसँग परिचय थियो म्याक्सिमम त्यो आशले हो त्यही आशले गर्दाखेरि चाहिँ होइन सपोर्ट मिल्छ होला भन्ने आशले गर्दाखेरि नै महेन्द्रनगरमा खोलियो अनि तर धेरै माया पाइयो धेरै यो लायक त म छैन होला तर धेरै माया पाइया छ र आगामी दिनहरूमा पनि पाइराख्नेछ भन्ने आशा छ बाहिर काम गर्दाखेरि एकचोटि पहिला बिजनेसमा अलिकति लस भयो भन्नुभयो नि त बाहिरबाट आइसकेपछि फेरि अझ बिजनेस स्टार्ट गरौँ कि नगरौँ भन्ने दुई मन पनि त भयो होला नि नै त्यस्तो भएन त्यस्तो चाहिँ भएन नानो किन भनेपछि मलाई त्यहाँ काम गरेपछि मेरो कन्फिडेन्ट लेभल बढ्या थियो कि जब मैले काम गरेँ नि त्यहाँ मैले धेरै कुराहरू सिक्ने मौका पाएँ अनि एकदमै म्याम पनि हाम्रो एकदमै कडा तर एकदमै राम्रो एकदमै के हुन्छ नि त्यो आफ्नो मान मर्यादामा बस्न सिकाउने अनि तपाईँको त्यसले गर्दाखेरि पनि आफूमा कन्फिडेन्ट लेभल बढ्दो रहेछ कि जब आफ्नो चरित्र होइन आफ्नो क्यारेक्टर हाम्रो त्यो टाइपको हुन्छ नि त्यो लेभलको हुन्छ नि त्यसपछि चाहिँ कन्फिडेन्ट लेभल पनि बढ्दो रहेछ कि अनि त्यसले गर्दाखेरि जब म बाहिर गएर म जस्तो गएको थिएँ त्यस्तै आएँ नि त्यसपछि मलाई सबैले सराहना पनि दिनुभयो कि ओ तिमी जस्तो गएको थियौ त्यस्तै आयो चेन्ज भएनौ भन्नुभयो नि त त्यसले गर्दाखेरि पनि धेरै कुराहरू चाहिँ मलाई खुसी पनि लाग्यो कि मैले चेन्ज हुन पनि चाहेको थिएन कि मान्छेहरू कोहीहरू 6 महिना बाहिर बस्दाखेरि आफ्नो भाषा बिर्सिदिन्छ हो त्यस्तो हुन्छ नि धेरै चेन्जहरू अनि त्यसले गर्दाखेरि कस्तो भयो नि बाहिरबाट आइसकेपछि चाहिँ मैले चाहिँ त्यही मेरो कन्फिडेन्ट लेभल चाहिँ मैले आफूले चाहिँ बढेको पाएँ अनि अब कस्टमरहरूसँग डिलिङ गर्ने होइन अनि त्यसपछि तपाईँको मेरो काम जुन थियो नि त्यो काम अझ निखारियो नि त अनि त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ उताको बाहिरतिरको ब्युटी टेक्नोलोजी र नेपालतिरकोमा के फरक छ त्यो ठाउँ हेरी हुन्छ नानो त्यहाँ पनि होइन कस्तो टेक्नोलोजी चाहिँ त्यहाँ अब कस्तो छ भने यहाँ चाहिँ ब्युटिसियन भनेपछि अहिलेको सिचुएसन हेर्ने हो भने चाहिँ ब्युटिसियनले जे पनि गर्न सक्छ भन्ने जुन अहिले आएको छ नि नेपालमा यो चाहिँ राम्रो होइन अब आज एउटा टेक्निक आउँछ भोलि अर्को आउँछ पर्सि अर्को आउँछ पर्सि अर्को आउँछ होइन एउटा अब हामी ब्युटिसियन भनेको चाहिँ हामीले स्किनभन्दा बाहिर र यो कपालको पनि हाम्रो जराभन्दा बाहिर काम गर्ने हो नि त हामी स्किनभित्र घुस्ने त होइन हामी डक्टर पनि होइन हामीले इभन यो कोर्स गऱ्यौँ भने पनि हामी त्यो लेभलको होइन कि जुन अहिले मार्केटमा छ नि ब्युटिसियनहरूले जे पनि गरिरहेछ नि त तपाईँको सुई लगाउने देखेर तपाईँको इन्जेक्सन हान्या छ त्यो बोटक्सहरू फिलरहरू त्यो होइन अनि त्यो गोरो हुनलाई त्यो के गराइरहेछ नि त त्यो चाहिँ हाम्रो काम होइन नि त त्यहाँ चाहिँ के हुन्छ भने त्यहाँ एउटा नीति नियम छ कि
बाहिर चाहिँ एउटा नीति नियम छ, त्यहाँ चाहिँ कस्तो हुन्छ, यो काम चाहिँ गर्ने एउटा अलगै सेक्टर हुन्छ। अनि यहाँ चाहिँ अहिले के छ भने चाहिँ तपाईँको हरेक ब्युटिसियनले 2 दिनको ट्रेनिङ गर्यो, त्यसपछि कसको सुई लगाउनु छ, कसको कहाँ के घोप्नु छ त्यो गरिदिइराख्नु भएको छ। त्यो चाहिँ गलत हो लाग्छ मलाई चाहिँ, होइन। किन भनेपछि हामी सामान्यतया हामी ब्युटिसियन भनेको चाहिँ हामीले त्यही स्किन बाहिर र यो हेयरको स्क्याल्पभन्दा बाहिर काम गर्ने हो कि। अहिले के भन्छ टिकटकमा भाइरल हुन्छ नि त्यसरी ट्रेन्डको पछाडि के एकदमै के म अहिले आज यही उसबाट के पनि भन्न चाहन्छु भनेपछि मेरो क्लाइन्टहरूलाई चाहिँ जसले मलाई माया गर्नुहुन्छ उहाँलाई के पनि भन्न चाहे भनेपछि ट्रेन्डको पछाडि नदगर्नुहोस् क्या। चायापोतो मेरो पनि छ के, होइन, मेरो पनि छ चायापोतो। चायापोतो सबैको आउँछ, चायापोतो आउने रिजन डिफ्रेन्ट हुन्छ, होइन। त्यो चिनेर, होइन, त्यसपछि चाहिँ ट्रिटमेन्ट गर्दा एउटा भयो कि अब पोर्साल प्रसाद देख्छ थियो हजुरले, हाइड्रा फेसियलले चायापोतो जान्छ भनेर महेन्द्रनगरभरि हाइड्रा फेसियल थियो। अनि त्यसपछि सबैले हाइड्रा फेसियल गराए, हाइड्रा फेसियल चायापोतोको लागि। पार्लर होइन, पार्लरमा छ कि छैन, जुनमा हाइड्रा मेसिन छ ऊ राम्रो ब्युटिसियन छ, जसकोमा छैन त्यस्तो हुन्छ कि। त्यही भएर चाहिँ ट्रेन्ड आयो भनेर सबै कुराहरू नगरिदिनुहोस् भन्छु कि म त मेरो क्लाइन्टहरूलाई पनि भन्छु कि नगरिदिनुहोस् त्यसरी। त्यो भनेको हेर्नुहोस् यो उमेर सँगसँगै हाम्रो नेचुरली आउने कुराहरू हो कि, होइन। चायापोतो, तपाईँको रिङ्कलहरू, अनि कपाल फुल्ने, यो त नेचुरल हो नि त। यो त हरेक कसैले हामीले भोग्नै पर्ने कुरा होइन। कसैको ढिलो आउला, कसैको चाँडो आउला। अब केही कुराहरू छ जुन हामी बाहिरबाट गर्न सक्छौँ, जस्तो रुट टचअप गर्न सक्छौँ फुलेको कपाल आयो भने, होइन। अब त्यसमा सुई लगाएर हामीले त्यो फुलेको कपालहरू रोक्न सक्दैनौँ क्या, होइन। अनि त्यस्तै हाम्रो जस्तो चायापोतो छ भनेपछि पनि केही लाइट, यसलाई लाइट गराउने केही सफ्ट क्रिमहरू चाहिँ लगाउन सक्छौँ। तर यसलाई चाहिँ एकदमै जाने नै हो भनेर चाहिँ त्यो चाहिँ गरेर त्यो विभिन्न, होइन, त्यो औषधिहरू, त्यो छाला जाने क्रिमहरू लगाएर मार्केटिङ एकदम गलत भइरहेछ कि। त्यही के बाहिर गएर यसमा चाहिँ हेर्दाखेरि चाहिँ बाहिर चाहिँ यो सेक्टरै अलग भयो नि त। ब्युटिसियन भनेपछि उहाँहरूको चाहिँ के काम र एउटा भनौँ न स्किनको भित्र गएर काम गर्ने, कपालको जराभित्र गएर काम गर्ने, त्यो सेक्टर अलगै हुन्छ कि। तर त्यो चाहिँ हो कि यहाँ चाहिँ मैले हेर्दाखेरि चाहिँ त्यो चाहिँ पाउँछु। मैले चाहिँ अहिलेसम्म त्यस्तो कुनै मसिनहरू त्योहरू राखेको छैन। हुन त अब कतिजनालाई लाग्ला पनि ट्रेनिङै गरेको छैन किन राख्छ भन्ने पनि लाग्ला। तर मलाई चाहिँ के लाग्छ भनेपछि हामी ब्युटिसियन हौँ भनेपछि चाहिँ हामीले चाहिँ कस्टमरहरूसँग खेलवाड चाहिँ गर्नु हुँदैन। र म कस्टमरहरूलाई पनि के भन्न चाहन्छु भनेपछि उहाँहरूले पनि कुनै पनि हेयरको काम अथवा स्किनको काम गर्न चाहनुहुन्छ अथवा केही पनि गर्न खोज्दै हुनुहुन्छ, नयाँ ट्रेन्ड चलेको केही पनि चिजहरू गर्न चाहनुहुन्छ भनेपछि उहाँहरूले पनि एकचोटि चाहिँ त्यसलाई, सबै पढे लेखेको छ नि त अहिले त, होइन। सबैको हातमा मोबाइल छ, सबैको हातमा गुगल छ। गुगलमा एकचोटि सर्च गर्नुपर्छ जस्तो लाग्छ क्या। यसको फाइदा के छ र यसको बेफाइदा छ, किनकि हरेक चिजको एउटा फाइदा एउटा बेफाइदा त हुन्छ नि त, होइन। अनि त्यो हेरेर मात्र भनौँ न आफूमा चाहिँ त्यो कुराहरू अप्लाई गर्दाखेरि बेस्ट होला जस्तो लाग्छ मलाई चाहिँ। ब्युटी फिल्डलाई पनि बढी जसो यो व्यावसायिक हिसाबले के स्किन मात्रै नभएर व्यावसायिक, जस्तो कि अब 3 महिनामा पार्लर सिक्नु, पार्लर खोल्दा हुन्छ, तपाईँ पर्फेक्ट ब्युटिसियन हुनुहुन्छ भन्ने पनि छ। 6 महिना सिकेर नै पार्लर खोल्नु भन्ने छ। त्यो चाहिँ कतिसम्मको सही हो गलत हो? नै, अब यस्तो छ न, त्यसमा चाहिँ 3 महिना मात्र सिकेर त हुँदैन, होइन। 3 महिना सिकेर हुँदैन, किनकि मैले पनि सिक्दाखेरि 3 महिना दिल्ली गरे हो, त्यसपछि त्यो पुगेन र मैले 6 महिना मनिषा दिदीकोमा गइरहेको थिएँ कि। अनि त्यसपछि पनि म पर्फेक्ट भएको थिएन। त्यति बेला त्यत्रो डिमान्ड पनि थिएन। अहिले त 3 महिना सिकेर पार्लर खोल्छु भनेर कसैले नसोचे पनि हुन्छ, किनकि पढ्नु पनि पर्छ यसमा। तपाईँको यो त हातको काम हो, होइन। त्यतिकै निट एन्ड क्लिन हुनु पर्यो काम। एउटा आइब्रो बिगारिदियो भनेपछि क्लाइन्ट तपाईँको फर्केर आउनुहुन्न उहाँ, कहिले पनि आउनुहुन्न उहाँ। हेयर कटिङ बिगारिदिनु भयो भने तपाईँ फर्केर आउनुहुन्न। कमसेकम बेसिक कुराहरू जस्तो थ्रेडिङ, होइन, क्लिन्जिङ, तपाईँको हेयर कटिङ र अलिकति, होइन, त्यो ब्लो ड्राईहरू, त्योहरू कमसेकम बेसिक कुराहरू चाहिँ पर्फेक्ट हुनैपर्छ क्लाइन्ट ल्याउनलाई, होइन। अनि त्यसको लागि पनि तपाईँको हाम्रो कोर्स 3 महिनाको हो भनेपछि पनि त्यो तपाईँले कोर्स गरिसकेपछि पनि प्र्याक्टिस हुन्छ नि त। त्यो 6-7 महिना तपाईँले गर्नै पर्छ। 3 महिनाको कोर्सलाई 1 वर्ष लाग्नै पर्छ हामीले, किनभने त्यो 3 महिनामा त तपाईँको त्यो कोर्स त्यस्तो त्यो मात्र प्र्याक्टिस हुँदैन नि त त्यसमा। त्यही भएर हामीले चाहिँ 3 महिनाको कोर्सले केही पनि हुँदैन, खालि बेसिक कुराहरू मात्र हुन्छ तपाईँको, होइन। कुर्ची कसरी मिलाउने, तपाईँको, होइन, पार्टिसन कसरी गर्ने, आइरन कसरी चलाउने टेम्पररी,
अनि क्लिन्जिङ कसरी गर्ने, क्लाइन्टसँग कसरी डिलिङ गर्ने, त्यो बेसिक कुराहरू हो क्या 3 महिनामा सिकिने भनेको त। अनि त्यसमा चाहिँ त्यस्तो पर्फेक्ट भइया हुँदैन। अनि त्यसमा चाहिँ हामीले पार्लर खोल्यो भनेपछि तपाईँले आइब्रो उडाइदिनु भयो भने तपाईँको क्लाइन्ट गयो। अनि मेन भनेको चाहिँ तपाईँको टाइम लाग्ने भनेकै फेरि आइब्रो र हेयर कटिङमै हो क्या। बढी जसो टाइम लाग्ने भनेको हाम्रो आइब्रो सेपिङ र कटिङहरूमा टाइम लाग्छ। अनि यो कुराहरू नै बिग्रियो भने चाहिँ तपाईँको क्लाइन्ट चाहिँ फर्केर आउनुहुन्न। त्यही भएर चाहिँ 3 महिना मात्र चाहिँ सिकेर कोही खोल्दै हुनुहुन्छ भनेपछि मेरो विचारमा चाहिँ त्यो रिस्क हो होइन। तपाईँ भन्दै हुनुहुन्छ नि 3 महिनामा उ गरेर चाहिँ खोल्नुहुन्छ भन्दै हुनुहुन्छ नि त। 3 महिनामा खोलेर 3 महिना चलाएर 3 महिनापछि बन्द भएको पनि मैले कति देखेको छु यहाँ। त्यही भएर चाहिँ तपाईँको त्यही 3 महिना सिकेर खोल्यो 3 महिनापछि बन्द हुन्छ कि त्यस्तो मैले देखेको छु यहाँ। धेरै मैले देखेँ यहाँ महेन्द्रनगरमै पनि मेरै नजरमा पनि कतिजना आइसक्नु भएको छ कि खोलेर त्यसै 6-7 महिना चलायो त्यसपछि बन्द गर्नु पनि भएको छ कि। त्यही भएर चाहिँ अलिकति ट्रेनिङको लागि चाहिँ तपाईँले यहाँ मात्र होइन, ट्रेनिङ जस्तो मेरो स्टुडेन्ट हुनुहुन्छ होइन, मैले चाहिँ उहाँहरूलाई के भन्छु भने चाहिँ तपाईँ मेरोमा चाहिँ 5-6 महिना गर्नुहोस्, 6 महिना गर्नुहोस्, बेसिक टु डिप्लोमा गर्नुहोस्, त्यसपछि चाहिँ तपाईँ स्पेसल कोर्सको लागि बाहिर जानुहोस् क्या। पोखरा जानुहोस्, काठमाडौँ जानुहोस् होइन, तपाईँको कोही छ चिनेको भनेपछि जानुहोस् होइन। बाहिर यो फिल्डमा चाहिँ एक्सप्लोर नहुँदाखेरि चाहिँ तपाईँको त्यो लेभलको कन्फिडेन्ट पनि आउँदैन। र तर अहिले जुन टाइम छ नि, जो अहिलेको डिमान्ड छ नि, त्यो डिमान्ड अनुसार चाहिँ हामीले चाहिँ बाहिर एकचोटि निस्किनै पर्छ। अनि यो ब्युटी फिल्ड चाहिँ के रहेछ भन्दाखेरि टाइम अनुसार चेन्जहरू आइहाल्ने कि टाइम अनुसार मैले सिक्दाखेरि पनि धेरै कुराहरू थिएन। अहिले नयाँ नयाँ कुराहरू कति आइरहेछ, जति सिक्दा पनि नसकिने। आफूलाई अपडेट चाहिँ गराइराख्नु पर्ने। एकदमै अपडेट चाहिँ गराइराख्नुपर्छ नानु, किनभने हजुरको नयाँ नयाँ ट्रेन्ड आउँछ। अनि काम गर्ने शैली चाहिँ त्यही हुन्छ होइन, काम गर्ने शैली त्यही हुन्छ। तर मेसिनहरू नयाँ आइदिन्छ होइन, टेक्निकहरू नयाँ आइदिन्छ, नयाँ अनुहार आइदिन्छ होइन। नयाँ कुनै त्यस्तो हामीले युट्युबमा अथवा टिकटकमा अथवा भनौँ न इन्स्टामा हामीहरूले नयाँ कुनै मेकअप आर्टिस्ट या हेयर आर्टिस्ट देख्यौँ भनेपछि त्यहाँबाट मैले के सिक्नुपर्छ भन्ने आउँछ, उसले नयाँ कुराहरू लिएर आउँछ नि त। त्यही भएर चाहिँ बेसिक कुराहरू थाहा भयो भने चाहिँ हामीले अपडेट चाहिँ आफूलाई गराइराख्नुपर्छ। यति मोटो लेयर हुन्छ कि तपाईँहरूको उहाँको ठुल्ठुलो मेकअप आर्टिस्टहरूको मेकअप हेर्ने हो भने चाहिँ उहाँको लेयरै यस्तो हुन्छ क्या, यस्तो टाइपको बनाएको हुन्छ कि उनीहरूको क्यामेरामा चाहिँ त्यो टाइपको देखियोस् कि भनेको दागहरू नछुपाउने। अब हाम्रो यतातिर के हुन्छ, बडी जस्तो फाउन्डेसनहरू कम कम भन्नुहुन्छ नि त यता। तर मेकअप आर्टिस्टहरूको वास्तवमा त्यो हेर्ने हो भने चाहिँ यति मोटो लेयर हुन्छ क्या, उहाँहरूको मेकअप एकदमै हेभी हुन्छ, क्यामेरामा चाहिँ एकदमै क्लिन देखिन्छ। त्यो टाइपको बेस हामीले बनायो भनेपछि हाम्रो पनि त्यस्तै देखिने हो क्या मेकअप। अनि अर्को कुरा चाहिँ जुन टाइपको फेस हामी त्यो उसमा मोबाइलमा टिकटकमा इन्स्टामा देखिराखेका हुन्छौँ नि, त्यो टाइपको फेस हामीले मेकअप गर्दाखेरि सेम निस्किँदैन क्या होइन। कतिपय प्रोडक्टहरू हामीले राम्रो राम्रो लगाउँदाखेरि पनि त्यो स्किनको टेक्सचरमा डिपेन्ड हुन्छ क्या। अब कसैको दानावाला फेस छ या भनौँ न अलिक खाल्टाखुल्टी भएको फेस छ भनेपछि, अनि एकदम धेरै रिङ्कलहरू छ भनेपछि त्यो त देखिन्छ क्या। तपाईँ ठुल्ठुलो मेकअप आर्टिस्टको भिडियोहरूमा पनि हेर्नु होला, त्यो चाहिँ देखिन्छ नै। त्यही त फाइन लाइनहरू हुन्छ देखिन्छ, त्यो झन् सो भएर आउँछ कि तपाईँको मेकअप गर्दाखेरि चाहिँ झन् सो भएर आउँछ रियलमा हेर्दाखेरि चाहिँ। तर त्यही कुरा चाहिँ फिल्टरमा त्यो ब्लर भइदिन्छ कि। त्यही भएर हामीहरू त्यहाँनिर कन्फ्युज हुनु हुँदैन त्यहाँनिर चाहिँ। यो ब्युटिसियन फिल्ड भयो अनि सिलाइ कटाइहरू हाम्रो सिपको कुराहरू जति पनि छ नि त, यो कुराहरू छोटो समयमा सिकिने हुनाले हाम्रो युथहरूले पनि अब +2 गरेर हामी पनि सिप सिकौँ, 10 गरेर सिप सिकौँ भन्नेतिर पनि लागिरहेछन्। हाम्रो गभर्मेन्टले पनि विभिन्न सिप विकास तालिमहरू दिन्छ। अनि त्यो सिप विकास तालिमहरू त्यहाँबाट तालिम लिएर पनि फेरि पनि प्राइभेटतिर छिरिरहेका हुन्छन् कि, प्राइभेट पार्लरहरूतिर। त्यहाँ सरकारीको र प्राइभेटमा चाहिँ के डिफ्रेन्स छ? मैले हेर्दाखेरि चाहिँ के पाएछु भनेपछि त्यहाँ चाहिँ भनौँ न अपडेट भएको चाहिँ मैले पाएको छैन कि। सिप विकासमा चाहिँ जो विभिन्न किसिमको तालिमहरू अहिले दिइराख्नु भएको छ नि त, ओडामा दिइराखेको छ हजुरको, यता जिल्लाले यता सिप विकासलाई दिइराखेको छ होइन, नगरपालिकाको आफ्नै हुन्छ फेरि। तर कस्तो भयो भने गभर्मेन्टले बजेट त छुट्यायो, त्यो त फ्री हुन्छ नि त, इभन चिया नास्ता दिन्छ कि त्यसमा चाहिँ। तर अब त्यो चाहिँ कस्तो भइदियो भने ब्युटिसियनले जागिर खाने, अनि त्यसपछि तपाईँको अरू नानीहरू जो पनि हुनुहुन्छ, नानी बाबुहरू, अहिले त जेन्ट्स पनि आउँछ,
सो उहाँहरूले चाहिँ आएर त्यत्तिकै त्यो टाइम पास जस्तो लाग्यो कि मलाई चाहिँ होइन। त्यो चाहिँ अब एउटा स्ट्रिक्टली एउटा रुल त होला उहाँको, तर त्यो अपडेट भएन कि त्यो जुन पहिला 20 वर्ष अगाडिको जुन थियो नि टेक्नोलोजी थियो नि, त्यही अहिले त्यही छ कि यहाँको मैले स्थानीय यहाँ पाएको चाहिँ त्यही हो होइन। बाहिर चाहिँ के भइरहेछ थाहा भएन, बाहिरको सिप विकासहरूमा कस्तो किसिमको टेक्निकहरू युज भइरहेछ थाहा भएन। तर मैले चाहिँ देखेको यहाँ कञ्चनपुरमा चाहिँ जुन सिप विकासमा आएको तालिमहरू हुन्छ नि, अथवा गभर्मेन्टले दिएको तालिमहरू हुन्छ नि, त्यसमा चाहिँ एउटा सामान्य ब्युटिसियन सिकेको मान्छे हुनु पर्यो, उसँग लेभल 1 को सर्टिफिकेट हुनु पर्यो। अनि त्यसपछि त्यति भएपछि पुग्यो उसले कसरी सिकाइरहेछ, के सिकाइरहेछ होइन, अनि उसले स्टुडेन्टले सिकिरहेछ कि नै, अनि त्यसपछि सिकिसकेपछि स्टुडेन्टले अप्लाई गरिरहेछ कि नै आफूमा होइन, अनि के बेनिफिट भइरहेछ त भन्ने कुरा चाहिँ त्यति हुन्छ नि, त्यति त्यहाँ मूल्याङ्कन भएको चाहिँ मलाई लागेन होइन। त्यो न गभर्मेन्टले हेर्छ त्यसपछि न कसैले हेर्छ, त्यो चाहिँ उसको बजेट चाहिँ मात्र त्यो बाँडिए जस्तो लाग्छ मलाई चाहिँ। तर नयाँ कुराहरू चाहिँ ल्याउनुपर्छ जस्तो लाग्छ क्या। नयाँ कुराहरू चाहिँ तपाईँको जस्तो यो ओडामा हुने तालिम, नगरपालिकाले दिने तालिम, यो सिप विकासले दिने तालिममा चाहिँ नयाँ कुराहरू चाहिँ आउनुपर्छ क्या। नयाँ कुराको साथसाथै त्यो नयाँ कुरा सिकेको मान्छे पनि हुनु पर्यो। पुरानो 20 वर्ष पुरानो मान्छे अहिलेको हो नि, एकदम हो एकदमै नयाँ नयाँ ट्रेनर, इभन त्यहाँ सिकाउने मान्छे त कमसेकम अपडेट होस् न भन्ने हो कि होइन। जो त्यहाँ सिकाइरहेछ, जसलाई भनौँ न यो ट्रेनिङ दिनुहोस् भनेर त्यहाँ जिम्मा दिनुभएको छ, उहाँ चाहिँ आफू पनि अपडेट भएको हुनुपर्छ यसको लागि चाहिँ। सिप विकासमा ट्रेनरले ट्रेनिङ दिनुभयो, उहाँबाट त्यहाँबाट स्टुडेन्टले सिकेर बाहिर आयो, बाहिर स्टुडेन्टले फेरि प्राइभेटबाट सिकेर उसले म्यामको भन्दा धेरै जानेर राम्रो तरिकाले पार्लर चलाइरहेको हुन्छ। तर उताको म्यामले उही कुरा सिकाइरहेको हुन्छ के, टिचर भन्दा स्टुडेन्ट अगाडि गइदिन्छ। फेरि कस्तो अवस्था आइदिन्छ भन्दाखेरि स्टुडेन्टले टिचरलाई नै ट्रेनिङ दिने। त्यस्तो छ नि, त्यस्तो हाम्रो स्टुडेन्ट पनि कति हुनुहुन्छ कि, मेरो आफ्नै पनि एकजना स्टाफ हुनुहुन्छ, उहाँ बहिनीको सिनियर भनौँ न, उहाँलाई सिकाउने टिचरहरूले चाहिँ ऊबाट ट्रेनिङ लिइरहेछ कि अहिले। ऊ चाहिँ हाम्रो नेल टेक्निसियन पनि हो, ल्यासेस पनि गर्छ उसले होइन, राम्रो काम गर्छ उसले। र त्यसपछि जस्तो त्यहाँ सिकेको स्टुडेन्टहरू हाम्रोमा आउनुहुन्छ होइन, हाम्रोमा आउनुहुन्छ त हाम्रो के हुन्छ भने हामी क्लाइन्टसँग पनि उहाँहरूलाई इन्टरेक्ट गराउँछौँ होइन। क्लाइन्टसँग कसरी बोल्ने, डिलिङ कसरी गर्ने होइन, क्लाइन्टलाई कसरी बसाउने, क्लाइन्टलाई छुने कसरी होइन, अनि भनौँ न विभिन्न किसिमको कुराहरू जस्तो एप्रन कसरी लाउने, आफू कस्तो भएर बस्ने होइन, के कुरा गर्ने के कुरा नगर्ने होइन, त्यो कुराहरू चाहिँ हामीहरू जो व्यवहारिकको कुराहरू छ नि, मैले चाहिँ देखेको चाहिँ त्यहाँ चाहिँ यस्तो कुराहरू हुँदैन जस्तो लाग्छ मलाई चाहिँ। बाहिर जुन जति पनि गभर्मेन्टको यो ऊहरू सिकाइरहेको छ नि यहाँको है, मैले बाहिरको चाहिँ भनेन फेरि। तर हाम्रोमा चाहिँ के हुन्छ भने हामीहरू हरेक कुराहरू चाहिँ सिकाउँछौँ कि कसरी बोल्ने, कसरी डिलिङ गर्ने, कसरी काम गर्ने होइन। अनि उहाँहरूको के छ इच्छा, क्लाइन्टको इच्छा के छ, हामीले कसरी उहाँलाई एउटा भनौँ न सम्झाउने, त्यो कुराहरू चाहिँ हामीहरू सिकाउँछौँ। त्यो पनि भयो, साथसाथै अब नयाँ कुराहरू त अभियसली आउँछ नै होइन, किनभने उहाँहरू त्यहाँ बेसिक गरेर आइसकेपछि पनि हामीहरू त्यो बेसिकलाई चाहिँ लिँदैनौँ। किनभनेपछि त्यहाँ इभन थ्रेडिङ पनि हामीले त्यस्तो पाएको छैन कि त्यति मजाले धागो चलाएको चाहिँ त्यस्तो पाएको छैन हामीले। तर यहाँ आएर चाहिँ हामीहरू नयाँ बेसिकबाटै जानुपर्छ फेरि होइन। जस्तो तपाईँको भनौँ न कोमहरू हुन्छ नि, टेलकमहरू हुन्छ होइन, फ्ल्याट कोमहरू हुन्छ, ब्रसहरू हुन्छ, त्यो कोमहरू चाहिँ हामीले कति बेला कहाँ युज गर्ने भन्ने कुरा पनि त त्यो बेसिक हो क्या। फेरि त्यो कुराहरू बेसिक हो, त्यो कुरा तपाईँको त्यो एडभान्स या डिप्लोमामा आउँदैन, त्यो बेसिक कुराहरू हो। त्यो कुराहरू पनि हामीले सिकाइदिइराखेका हुन्छौँ, किनभने त्यो बेसिक कुराहरू थाहा भएन भनेपछि हाम्रो त्यो बडी ल्याङ्ग्वेजमा त्यो आउँदैन कि म ब्युटिसियन हो भन्ने कुरा आउँदैन कि। हामीले होइन कुन साइडमा गएर काम गर्ने, ट्रली के हो, ट्रलीलाई कुन साइडमा राख्ने होइन, यो विभिन्न के सानो कुराहरू छ, तर भेरी इम्पोर्टेन्ट कुराहरू क्या। किनभने चाहिँ यो भएन भनेपछि तपाईँको त्यो टाइपको त्यो देखिँदैन कि, त्यो माहौलै देखिँदैन त्यहाँ। अनि एउटा ब्युटिसियन हो र मैले चाहिँ क्लाइन्टको काम गरिराखेको छु भने चाहिँ मैले कुन साइडमा ट्रली राख्ने होइन, अनि मैले कुन साइडमा गएर काम गर्ने,
त्यो कुराहरू त थाहा हुनु पर्यो नि त। कस्टमरलाई कसरी अप्ठ्यारो हो, नहोस्, अप्ठ्यारो नहुने गरेर कसरी बसाउने होइन, पानीको व्यवस्था, हेयर वासको व्यवस्था होइन, तपाईँको कैँची कसरी समाउने, अनि त्यो पनि हुन्छ साथसाथै हामीले कस्टमरको साइकोलोजी पनि बुझ्नुपर्ने हुन्छ। एकदम धेरै कुनै कस्टमरहरू धेरै बोल्ने हुन्छन् अनि बोल्ने मान्छे मन पराउँछ, कोही फेरि धेरै नबोल्ने यहाँनिर हामीले धेरै कुराहरू। अब कस्तो भने फेरि यो फिल्ड भनेको कस्तो पनि हो भनेपछि हजुरको एउटा क्लाइन्ट आउने भनेको त रिल्याक्सको लागि हो नि त। यो भनेको ब्युटी सेक्टर भनेकै क्लाइन्ट एउटा पे गरेर सेवा प्रदाय हो नि त। यो भनेको चाहिँ हामीले सेवा दिने हो नि त उहाँलाई, उहाँले पैसा दिनुहुन्छ, हामीले सेवा दिने हो के। सो उहाँहरू चाहिँ रिल्याक्स हुन आउनुहुन्छ पार्लरमा भनेपछि हामीले त्यही टाइपको ट्रिट पनि गर्न सक्नु पऱ्यो कि उहाँलाई। चिया नास्तादेखि लिएर होइन, उहाँ चाहिँ कसरी कम्फर्टेबल हुनुहुन्छ त्यो तरिकाले चाहिँ हामीले उहाँको साइकोलोजी बुझेर नै हामीले काम गर्नुपर्ने हुन्छ। एकदम धेरै साइकोलोजी त एकदम धेरै इम्पोर्टेन्ट यसमा। हामीले उहाँलाई बुझ्नै पर्छ, किनभने क्लाइन्ट एक नासको कोही पनि हुँदैन होइन। डिफ्रेन्ट हुन्छ के, उहाँहरूको डिमान्ड पनि डिफ्रेन्ट हुन्छ, उहाँहरूको बानी व्यवहार सबै डिफ्रेन्ट हुन्छ नि त। हामीले उहाँहरू जस्तै भएर काम गर्ने हो कि, नत्र उहाँभन्दा अलग भयो भनेपछि फेरि कुरा बिग्रियो कुरा त्यहाँनिर। अनि हाम्रो नेपाल सरकार अनि अथवा स्थानीय सरकारले हाम्रो यो ब्युटिसियन फिल्डलाई भनौँ न, हामी ब्युटिसियनहरूलाई कसरी हेर्दै हुन्थ्यो जस्तो लाग्छ? यस्तो छ नानु, अब यसमा चाहिँ नेपाल सरकार अथवा हाम्रो जुन स्थानीय सरकार हुनुहुन्छ नि, पहिला त उहाँहरूले हामीलाई सिरियस लिनु नै भएको छैन होइन। कपाल निकाल्ने, कपाल काट्ने अनि त्यतिसम्म मात्र सीमित राख्नु भएको छ होइन। मैले 20 वर्ष भइसक्यो होइन, तर अहिलेसम्म मैले ब्युटिसियन पेसालाई सिरियस रूपमा लिएको मैले देखेको छैन। हुन त हाम्रो पनि धेरै ठाउँमा कमी कमजोरी छ होइन, तर गभर्मेन्टले चाहिँ स्थानीय होस् चाहे नेपाल सरकार होस् त्यस्तो सिरियस रूपमा लिएको हुँदैन। अहिले पनि तपाईँ नेपालमा अहिले यो ब्युटी सेक्टरमा मान्छेले लाखौँ करोडौँ कमाइसकेको छ क्या होइन। नेपालमै लाखौँ करोडौँ कमाइसकेका छन् मान्छेले। एउटा एकदमै बेसिकदेखि लिएर अहिले कस्तो हाइफाईसम्म पुगिसक्नु भएको छ भनेपछि यति छोटो समयमा यति धेरै हुनु भनेको छ। त्यसबाट चाहिँ गभर्मेन्टले फाइदा पनि त लिइरहेछ नि त। गभर्मेन्टलाई हामीले पनि कर तिरिरहेका छौँ होइन। अनि भनौँ न जस्तो स्थानीय स्तरमै पनि भनौँ न, जस्तो मेरो पार्लर छ अहिले, भनौँ न हामीले कर पनि तिरिरहेछौँ, तपाईँको प्यान तिरिरहेछौँ, घरेलुमा तिरिरहेछौँ, नगरपालिकालाई दिइरहेछौँ होइन, उद्योग वाणिज्य सङ्घलाई दिइरहेछौँ। अनि हरेक वर्ष रिन्यू गर्नलाई हामीहरू तिरिरहेछौँ भनेपछि उहाँहरूले चाहिँ हामीहरूलाई चाहिँ चिन्नुहुन्न क्या। दुःख लाग्छ क्या त्यति बेला चाहिँ। उहाँहरूले चाहिँ जस्तो भनौँ न महेन्द्रनगरमै पनि छौँ भनेपछि चाहिँ उहाँहरूले पनि उहाँहरूको योगदान के छ भनेर एउटा प्रोत्साहन स्वरूप चाहिँ अहिलेसम्म मैले त त्यस्तो केही पनि पाएको छैन भाइ गभर्मेन्टबाट होइन। यत्रो वर्ष भइसक्यो काम गरिराखेको, तर मैले चाहिँ केही पाएको छैन होइन। तर जस्तो अहिले मैले सरकारले केही दिएन भन्न खोजेको होइन, तर पनि प्रोत्साहन स्वरूप चाहिँ हामीलाई हेर्नुपर्छ होइन। अनि भनौँ न जस्तो कुनै कार्यक्रमहरू हुन्छ भनेपछि चाहिँ हाम्रो एउटा स्थान हुनुपर्छ जस्तो लाग्छ कि। अनि त्यसपछि तपाईँको हामीले पनि विभिन्न तरिकाबाट चाहिँ योगदान त पुर्याएको छौँ नि त समाजमा। जस्तो हाम्रैमा पनि हुनुहुन्छ बहिनीहरू, 4-5 जना मेरो स्टाफ हुनुहुन्छ होइन। अनि मैले उहाँलाई रोजगार प्रदान गरिरहेको छु नि त। मैले भन्दा नि हाम्रो ललिता हेयर एन्ड ब्युटी होमले चाहिँ भनेपछि यो कुराहरू चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ, हेर्नुपर्छ होइन। मतलब एउटा प्रोत्साहन स्वरूप चाहिँ हामीलाई पनि जस्तो कुनै कार्यक्रमहरू हुन्छ या कहीँ केही पनि हुन्छ नि, स्थानीय जस्तो उद्योग वाणिज्य सङ्घै पनि कति कार्यक्रमहरू हुन्छ भनेपछि हाम्रो ब्युटी फिल्डबाट चाहिँ त्यस्तो हुन्छ नि, त्यो भनेर चाहिँ त्यहाँ आउँदैन क्या, स्थान आउँदैन क्या त्यहाँ। त्यसमा हाम्रो पनि कमी कमजोरी छ नि त। हामी पनि त एकबद्ध छैनौँ नि त, त्यसमा हाम्रो पनि कमी कमजोरी छ। किनभने हामी इभन धनगढीमा पनि एउटा युनियन छ नि त होइन। युनियन नहुँदाखेरि चाहिँ हुँदैन हुन त होइन। हामीले गभर्मेन्टलाई मात्र भनेर पनि हुँदैन। हाम्रो आफ्नो पनि कमी कमजोरी के छ भनेपछि हामी पनि यहाँ महेन्द्रनगरमा चाहिँ ब्युटिसियन दिदीबहिनीहरू एकबद्ध छैनौँ के होइन। अब यहाँ एउटा संस्था छ सौन्दर्यकला व्यवसायी सङ्घ, उहाँलाई कतिचोटि मैले भनिसकेको छु होइन। अब त्यसपछि पनि आएर मलाई चाहिँ आबद्ध हुने मन चाहिँ त्यसमै हो, सौन्दर्यकला व्यवसायी सङ्घमै हो। तर कस्तो भयो भनेपछि
बिचमा कुरा उठाउँदाखेरि चाहिँ मैले चाहिँ धेरै कुराहरू सोधिरहेको थिएँ उहाँहरूलाई कि यसको साधारण सभा हुन्छ कि नै होइन, यसको ऊहरू के छ, तपाईँहरूको टिम को हो होइन, यसमा आउँदाखेरि चाहिँ हामीले के गर्ने अनि कसरी के गर्ने भनेर सोद्धाखेरि चाहिँ उहाँहरूले चाहिँ धेरैचोटि इग्नोर गर्नुभयो होइन। अनि त्यही भएर अहिले चाहिँ हामीहरू युनियनमा छैनौँ के, तर युनियन चाहिँ यहाँ हुनुपर्छ जस्तो लाग्छ। एउटा चाहिँ राम्रो युनियन अब हुन त अहिले हामीले त्यही मैले भने नि गभर्मेन्टलाई या स्थानीय सरकारलाई मात्र भनेर हुँदैन कि त्यो तल एउटा पाटो छ भन्ने, तर हामीले आफ्नो त्यो गुनासो मात्र पोख्या हो। तर चाहिँ हामीहरू पनि यहाँ चाहिँ हाम्रो पनि कमजोरी छ, किनभने हाम्रो युनियन छैन क्या। युनियन छैन भनेपछि कसैले कसैलाई चिन्दैन त्यसपछि। त्यही भएर चाहिँ हामीले आफ्नो पेसालाई अगाडि लग्नलाई र एउटा सभ्य मर्यादित बनाउनलाई पनि हामीले चाहिँ यो एउटा युनियन चाहिँ बनाउनै पर्छ र हामीले बनाउनु पर्छ है। युनियनको कुरा आउँदाखेरि युनियनमा म छुन चाहिँ होइन, म चाहिँ छु, तर फेरि कस्तो छ, म सुदूरपश्चिम ब्युटिसियन युनियनमा छु होइन, राष्ट्रिय सौन्दर्यकर्मी युनियनमा छु। अब त्यो के छ भन्दाखेरि महेन्द्रनगरमा अब त्यो छुट्टै भन्नुभयो नि त तपाईँले, छुट्टै पाटो छरिएर बस्नु भएको त्यस्तो छ। अब मैले के हुन्छ भन्दाखेरि हाम्रो प्रोग्रामहरू जे पनि हुन्छ, सिपहरू दिने हरेक कुराहरू राम्रो नराम्रो जे पनि कुराहरू हुन्छ, त्यसको लागि मैले यहाँबाट त्यहाँ दौडिनुपर्छ कि। त्यही कुराले गर्दा हामी पछाडि परेका छौँ। महेन्द्रनगरमा चाहिँ एउटा राम्रो ब्युटिसियनको चाहिँ एउटा युनियन चाहिँ बनाउनै पर्छ। किन भनेपछि चाहिँ हाम्रो यति राम्रो महेन्द्रनगर, यति सुन्दर महेन्द्रनगरमा चाहिँ ब्युटिसियन पनि हाम्रो सभ्य र भव्य हुनुपर्छ भन्ने जस्तो लाग्छ मलाई चाहिँ। तपाईँसँग कुरा गरेर आज मनको कुरा गरेर एकदम धेरै खुसी लाग्यो। अब अन्तिमतिर जाउँ। अन्तिममा के भन्न चाहनुहुन्छ? अब धेरै कुराहरू कस्तो पनि भएको छ भने म बोल्दा कहाँ पनि पुगेको छु होइन। त्यो लय नमिलेको पनि हुनसक्छ कतिपय कुराहरू। त्यसको लागि चाहिँ अब जो पनि सुन्ने श्रोताहरू हुन्छ उहाँहरूलाई चाहिँ एकदमै तपाईँहरूलाई चाहिँ त्यो सुन्दा ऊ भयो भने चाहिँ झ्याउ मान्नुभयो भने सरी भन्न चाहन्छु म चाहिँ। तर लास्टमा चाहिँ मैले चाहिँ के भन्न चाहेँ भने म एउटा ब्युटिसियन भएको हुनाले पनि र मैले चाहिँ यो फिल्डमा लगभग 18-20 वर्षै काम गरेको हुनाले पनि के भन्न चाहे भने हामी महेन्द्रनगरको या कञ्चनपुर जिल्लाभरिको हामी जति पनि ब्युटिसियन दिदीबहिनीहरू छौँ एकजुट भएर चाहिँ आउँदो 1-1.5 महिनामा एउटा स्ट्रङ युनियन खोलौँ होइन। अनि हामी एकबद्ध हुनुपर्छ। हामीले आफ्नो पहिचान होइन बनाउनलाई चाहिँ र हाम्रो पेसालाई चाहिँ एउटा मर्यादित रूपमा अगाडि बढाउनलाई चाहिँ हामीले एकजुट चाहिँ हुनुपर्छ। मैले एकजुट हुने कोसिस चाहिँ धेरै भनौँ न 5 वर्ष त मलाई यहीँ खोलेको भइहाल्यो। अनि कोसिस चाहिँ गरेको हो तर भइरहेको छैन कि। तर अब चाहिँ हामीले आफैले पनि मैले आफूभन्दा सिनियरसँग कुरा गरेर चाहिँ यो कुराहरू चाहिँ गरौँ न भन्ने कुरा गरे हो। तर उहाँहरूबाट रिस्पोन्स नआउँदाखेरि चाहिँ अलिकति हामीले आफ्नो पहिचान गुमाए जस्तो पनि फिल भइरहेछ। त्यही भएर चाहिँ हामीले चाहिँ आउने यो 1-1.5 महिनामा चाहिँ हामी यो एउटा चाहिँ सानो सभ्य र भव्य एउटा सङ्गठन चाहिँ हामीले खोल्नुपर्छ। अनि यसमा चाहिँ तपाईँको पनि एकदमै अहम भूमिका हुनुपर्छ। त्यसमा चाहिँ बिहाइन्ड द फेममा आएर चाहिँ मैले 2-4 वटा शब्द राख्न पाएँ। त्यसको लागि तपाईँहरूलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँहरूको यो सोले चाहिँ आगामी दिनहरूमा अझ प्रगति गर्दै जाओस्। भगवानको कृपा होइन, मेन त भगवानको कृपा नै हो। म यहाँ आउनु र तपाईँहरूको सो अगाडि बढ्नु भनेको हामीलाई भगवानको कृपा चाहिँ बनिराखोस् हामीमाथि। धन्यवाद। थ्याङ्क यू। हजुरलाई पनि एकदम धेरै धन्यवाद। आज हाम्रो एपिसोड कस्तो राम्रो, पोजिटिभ, तपाईँको थटै कस्तो पोजिटिभ, कस्तो राम्रो मान्छे, तपाईँ जस्तो आउटर ब्युटी छ त्यस्तै इनर ब्युटी भएको मान्छे के। तपाईँसँग कुरा गरेर पनि हामीलाई एकदम राम्रो लाग्यो, एकदमै खुसी लाग्यो। एकदमै थ्याङ्क यू। तपाईँ पनि समय निकालेर आइदिनु भयो, धेरै धेरै धन्यवाद। धन्यवाद।